सप्तरीवासी उपेन्द्र यादव को पनि योगदानलाई हामी नकार्न सक्दैनौँ भने पृथकतावादी आन्दोलन को सुरुवात सप्तरीकै जयकृष्ण गोइतले गरेका छन्, जो अहिले पनि भूमिगत हुनुहुन्छ भने कम्युनिस्टको आन्दोलनको कुरा गर्ने हो भने किसान आन्दोलनबाट कमरेड जुगाई कमरेड किन होस्, कृषिराज वर्मालाई पनि हामी बिर्सन सक्दैनौँ। जनयुद्ध आन्दोलनमा हामी कमरेड दशरथ ठाकुर किन नहोस्, डम्बर यादव किन नहोस्, लगायत थुप्रै शहीदहरूलाई हामी बिर्सन सक्दैनौँ। यी यथार्थमा हाम्रो सप्तरी अगाडि बढेको छ। सप्तरीले यति राजनीतिकमा योगदान दिँदा समेत आज सप्तरी विकासमा निकै पछाडि परेको हामीलाई आभास हुन्छ। सप्तरीले मन्त्री पाएन कि उप प्रधानमन्त्री पाएन कि के पाएन, तर आखिर सप्तरी किन विकासमा पछाडि परेको छ। म यही माटोमा जन्मिनुभएका, लामो समय राजनीतिक गरेर सङ्घीय संसदको राष्ट्रसभामा समेत पुग्नुभएका हाम्रा आदरणीय सुमनराज प्याकुरेलजी हुनुहुन्छ। त्यसै गरी जनयुद्ध सशस्त्र जनयुद्धबाट आएका नेता उमेश कुमार यादव हामी बिच हुनुहुन्छ। 2037-36 विद्यार्थी राजनीतिकमा सक्रिय भइसकेका सङ्घीय सांसद दिनेश कुमार यादव हामी बिच हुनुहुन्छ भने मधेस विद्रोहबाट जन्मिएका नेता, जो मध्य प्रदेशका 5 वर्षसम्म 3.5 वर्ष कृषि मन्त्री र 1.5 वर्ष जति अर्थमन्त्री भइसक्नु भएको छ, आदरणीय शैलेन्द्र प्रसाद शाहजी हामी बिच हुनुहुन्छ। र म धेरै कुराहरू हामी गरिरहन्छौँ, आइरहन्छन्। म अब सप्तरीमा रहेका केही समस्याहरू यहाँहरू बिच राख्न चाहन्छु र तपाईँहरूसँग पाले पालो गरी म 2-3 मिनटको समय लिन्छु। त्यसपछि पुनः त्यसमा अर्को प्रश्न आउँछ, त्यो गर्दै होला, कुरा हामी अगाडि बढाउँदै जान्छौँ। म समग्र सप्तरीकै विकास निर्माणका केही कुराहरू जुन उझेलमा परेका छन्, जो भइदिए भने सप्तरीले एउटा काँचुलो फेर्थ्यो र सप्तरीको भाग्य उदय हुन्थ्यो, जस्तो मैले पत्रकारिता गरिरहँदा फिल गरेका कुराहरू यहाँ राख्न चाहन्छु। आज सप्तरीका ड्रिम योजनाहरू हुलाकी राजमार्ग सुरुवात त भएको छ, तर पूर्ण भएको अवस्था छैन। सबभन्दा पुरानो सप्तरीको विमानस्थल सञ्चालन त भएको छ, तर योभन्दा पछाडिका देशका अन्य विमानस्थलहरू योभन्दा धेरै अगाडि बढिरहेको अवस्था छ, त्यसमा पनि सप्तरी चुकेको छ। त्यसै गरी त्रिभुवन विश्वविद्यालयभन्दा धेरै पहिला स्थापना भएको महेन्द्र बिन्दुश्री बहुमुखी क्याम्पसको अवस्था आज किन खस्किँदो छ। गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र त्यो नाममा मात्रै सीमित भएको अवस्था छ। त्यसै गरी रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ कलेज, राजविराज नर्सिङ कलेज, ठाडो नदी, बलान नदी, बिहुल, जिता, महुली, मुतनी लगायतका नदीबाट हरेक वर्ष सप्तरीवासी आतंकित बन्दै गएको छ। हामीले धेरै वर्षदेखि सुन्दै आएको छौँ, सप्तरीको सिमाना नेउरसम्म रेलवे हेड सञ्चालनको कुरा कहाँ पुग्यो, कन्या छात्रावासको अवस्था किन जीर्ण छन्, मुलुकको पहिलो सिँचाइ प्रणालीमा आधारित चन्द नहरको अवस्था किन जीर्ण छन् र कुनै बेला कृषिमा निर्यात गर्ने सप्तरी
आज किन पछाडि परेको छ? यी कुराहरूमा पहिला म यो 3-4 मिनटभित्र आफ्नो यी कुराहरूमा रहेर आफ्नो विचार राखिदिनुहुन्छ भने म माननीय पूर्व राष्ट्रसभा सदस्य सुमनराज प्याकुरेलजीलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। पहिलो त आयोजक मित्रहरूलाई धेरै धेरै धन्यवाद। एउटा सुझाव, कार्यक्रम तय गर्दाखेरि तपाईँहरूको नजरमा राजनीतिक व्यक्तित्वहरू बेरोजगारै हुन्छन् भन्ने किसिमले 12 बजे बोलाउने अनि 4 बजे कार्यक्रम सुरु गर्ने, अनि प्रस्तोताले आधा घन्टा भाषण गरेर 1 घन्टामा जवाब दिन नसक्ने प्रश्न सोध्ने अनि 4 मिनटमा जवाब दिने भन्ने सरी टु से यदि भन्ने हो भने मलाई खुलस्त ढङ्गले भन्न दिनुहोस्। म सप्तरीको खुला तस्बिर प्रस्तुत गर्न चाहन्छु। पहिलो कुरो, मेरो हजुरबाउले घिउ खायो मेरो हात सुङ भनेर बाँच्न आउँदैन। गौरवमय इतिहासप्रति म पनि गौरव गर्दछु र म नेकपा एमालेको 5औं महाधिवेशनमा गर्व से कौम मधेसी यहाँ भएर बोल्ने मान्छे हुँ। म यहाँ बसेको धेरै मान्छे भन्दा आफूलाई बढी मधेसी किन ठान्छु भने म सखडा गोविन्दपुरमा जन्मेको हुँ। मेरो 17औं पुस्ता हो। त्यसले गर्दाखेरि म यहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने तपाईँले जति पनि प्रोजेक्ट भन्नु त्यसको बारेमा पछि बोल्ला, तर सप्तरीको समस्या के हो भने यो देशमा अहिले पनि सामन्तवादी अर्थतन्त्र, सामन्ती राजनीति, सामन्ती संस्कार कर्णाली अञ्चलभन्दा बढी सप्तरीमा छ या मध्य प्रदेशमा छ। अहिले पनि उत्पादन प्रणालीमा हल प्रथा छ, दाउनीमा थ्रेसर आयो, अन्य कुरोमा अहिले पनि बैंकिङ प्रणाली भन्दा मिटरबाजीहरू हावी छन्। अहिले पनि बडा गौरवका साथ हामी दहेज लिन्छौँ र दहेज दिन्छौँ। अहिले पनि बोक्सी प्रथा छ, अहिले पनि छोरा र छोरीको बिचमा विभेद छ, अहिले पनि जातिको बिचमा यहाँ म नेता हुँ भन्नेहरूको घरमा पनि जातीय विभेद छ। त्यसले गर्दा हामीले आफ्नो माइन्डसेटलाई परिवर्तन गर्नुपर्छ। धेरै गाली गर्यौँ शासकहरूलाई, तर मैले बुझेको सप्तरीमा पञ्चायतदेखि पछिसम्म सायदै कुनै मन्त्रीमण्डल होला जहाँ सप्तरीको प्रतित्व भएन। तपाईँले बडो गौरव गाथा गाउनुभयो। सप्तरीमा भयो के भने उदार सामन्तहरू राजनीतिको नेतृत्व गरे, जनताको छोरोहरू पहिलो जेनेरेसन आउँदैछ। योभन्दा अगाडिको जेनेरेसन भनेको उदार सामन्तहरूले नेतृत्व गरेको हुनाले जानी जानिकन सप्तरीको विकासलाई आफै पछाडि पारियो। किनभने गाडी गयो भने गाडीसँग चिन्तन पनि जान्छ। अब तपाईँलाई म बताउन चाहन्छु, सुन्ने अलिकति धैर्यता राख्नु होला। तपाईँले हुलाकी सडक भन्नुभयो, हुलाकी सडक बनाउनको लागि नेकपा एमाले केपी ओलीको सरकार चाहियो होइन, यो तथ्य होइन। तपाईँले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्नुभयो, त्यसको शिलान्यास त्यो केपी ओलीको नेतृत्वको सरकारले गरेको, सायद तपाईँ पनि मन्त्री हुनुहुन्थ्यो। दोस्रो कुरो भन्न चाहन्छु, अरू के तपाईँले भन्नुभयो बाँकी होइन। गाउँ गाउँमा आज बाटो गएको छ, घाटो गएको छ, स्कुल बनेको छ, विद्यालय बनेको छ, हुलाक बनेको छ। हिजो हामी जेठ महिनामा यो सुरुवाल लाएर चप्पल लाएर होइन, अन्डरवेयर पनि भिज्थ्यो। अहिले गाउँ गाउँमा सडक बनेको छ। हिजो हामीले 3 लाख दिँदा कनिका छर्यो भन्नेहरू, अहिले गाउँलाई पावर भएन भन्नेहरू, विकासका कुरो पुगेनन् भन्नेहरू हैन, त्यो विकास बदलत नेकपा एमाले को चिन्तनले भएको छ। यति बुझ्नु जरुरी छ। अर्को कुरो म हिजोदेखि सुनिरहेको छु, पहिले हामीलाई बहस गराउनु पर्थ्यो अनि अरू बाहिरका नेताहरूलाई गराउनु पर्थ्यो अनि जवाब दिन्थे उनीहरूले। बहस उल्टो सुरु भएको छ। बहसमा सप्तरीको विकास भनिएको छ अनि नयाँ पार्टी र पुरानो पार्टी, व्हाट इज दिस नॉनसेन्स क्वेश्चन। पार्टी नयाँ र पुरानो हुन्छ, विचार हुन्छ नयाँ र पुरानो। नेल्सन मण्डेलाले किन देश हाँक्न सक्यो, अरूले किन हाँक्न सकेनन्? माओ सेतुङ किन देश हाँक्न सक्यो, अरूले किन सकेनन्? एउटा महात्मा गान्धी मात्रै उदाहरण दिएर हुँदैन।
महात्मा गान्धी पनि पर्दा पछाडि पावरै लिएर बसेका थिए, सबैले बुझेका छन्। त्यसले गर्दा यो अनावश्यकको छलफल नीतिले निर्देशित हुन्छ, दृष्टिकोणले निर्देशित हुन्छ। त्यसले गर्दा म यहाँलाई बताउन चाहन्छु, म आग्रह गर्न चाहन्छु, तपाईँ सबैलाई आग्रह गर्न चाहन्छु, किन आज भ्रष्टाचारको मात्रा सबभन्दा बढी मध्य प्रदेशमा छ? किन? वाइ? किन भनिन्छ कमरेड बजेट में यसले कोनो बात नहीं छे? शैलेन्द्रजी त उहाँ त अर्थमन्त्री भइसकेका अलि बढी अनुभव प्राप्त छ हैन? किन भनिन्छ मध्य प्रदेशमा 10% दे, अहिले पनि म करोडौंको बजेट ल्याइन्छु भनेर किन भनिन्छ? हामी त्यहाँ किन छौं? किन छौं? हामीले कार्यकर्तालाई पनि भ्रष्ट बनाएका छौं। यो योजना चाहियो किनभने हामीले पनि त पेट पाल्नु पर्छ। आफ्नै घर अगाडिको बाटो बनाउँदाखेरि हामी 4 बोरा सिमेन्टी कम किन हाल्छौं मित्र? अनि त्यसको दोष अर्कालाई दिने? हामीले हाम्रो नियतिलाई परिवर्तन गर्नु जरुरी छ। म युवाहरूलाई आह्वान गर्न चाहन्छु, यहाँको सांस्कृतिक रूपमा जुन विकृति छ, यहाँ आर्थिक रूपमा जुन सामन्तवाद हावी छ, त्यसको विरुद्धमा आन्दोलन चलाउनुस्। यहाँ भएको भ्रष्टाचारको विरुद्धमा आन्दोलन चलाउनुस्। सिङ्गो नेकपा एमाले र सुमन प्याकुरेल तपाईहरुको पछाडी झण्डा बोकेर आएन भने हाम्रो नाउँमा कुकुर बाल्दिनु होला। आउनु पर्यो ठिक ठाउँमा आउनु पर्यो, कुरो ठिकसँग गर्नु पर्यो, होइन र? म यहाँलाई सोध्न चाहन्छु, अस्थिरता, देशमा अस्थिरता छ। सरकार आएको भोलिपल्ट सरकार परिवर्तनको हल्ला हुन्छ। अहिले म बसिरहेको थिएँ, तपाईले मलाई भन्दै हुन्थ्यो एक महिनाभित्र मध्य सरकार तपाईले विश्वासको मत पाउनुहुन्न, बडा दावा गरेर तपाईँ मसँग कुरो गर्दै हुनुहुन्थ्यो, होइन र? हाम्रो हालत त्यो छ, यो देशको स्थिति त्यो छ। तर निष्कण्ठ रूपमा एउटै व्यक्ति मुख्यमन्त्री भएर 5 वर्ष सरकार सुरु मलाई भन्दैनु, हामी सप्तरीमा केन्द्रित हौ। म भन्दैछु होइन, सप्तरी त्यही भित्र आउँछ, हामी विषयमा सप्तरी त्यही भित्र आउँछ। सुन्नुस् त, 5 वर्षसम्म सरकार चलायो, 7.5 वर्ष सरकार चलाइयो, होइन? निष्कण्ठ के हो विकासको आधार? मलाई बताउन सक्नु पर्यो। अब प्रदेश सरकारले कहाँ विकासको कुन नमुना सप्तरीमा देखाउन सक्यो, होइन? त्यसले गर्दा कुरो के हो भने, म फेरि पनि एउटा कुरो भन्छु, व्यक्तिगत रूपमा शैलेन्द्र शाहसँग बहुत मेरो राम्रो सम्बन्ध छ। म प्यारो भाइ हो, अहिले पनि जिस्केर भन्छु बिहाको भोज अझै खुवा छैन, हैन? दिनेशजी करिब हामी सँगै तपाईले अघि भन्दा तपाईहरुमा कति चाहिँ नि बायसनेस छ। तपाईले अघि सप्तरीको दुनिया नेताको नाउँ लिनुभयो, 36 सालदेखि आन्दोलन सुरु गर्नुभयो। सुमन प्याकुरेल 36 सालदेखिको हरेक आन्दोलनको अगुवाई गरेर बसेको छ सप्तरीमा। गजेन्द्रनारायण सिंहसँग कमिटीमा बसेको, खुसीलालसँग बसेको छ, हरेकसँग बसेको छ। कृष्णराज वर्माको नाउँ तपाईले लिन सक्नु भएन। मैले नाम लिएको छु। तपाईले धातीमा भएको किसान आन्दोलन भन्न सक्नु भएन। 2016 सालमा यहाँ एउटा किसान सभा भयो, जसलाई बीबीसीले भनेको थियो। काठमाडौँमा एउटा सरकार र सप्तरी, नेपालकै सप्तरी जिल्लामा दूसरा सरकार कम्युनिस्ट पार्टीका सरकार आए भएर तपाईले त्यो नाउँ लिन सक्नु भएन। हो, यो बायसनेसबाट तपाईँ जस्ता प्रस्तुता, कार्यक्रम प्रस्तुताहरू मुक्त हुनुहोस्। अरू प्रश्न मैले दुईटैको नाम ल्याएको छु। कृपया मैले कृष्णराज वर्माजीको र पनि गुजिया कामरेडको पनि नाम ल्याएको छु, अन्यथा ल। उमेशजी, उहाँले अब सप्तरीमै अलिकति केन्द्रित रहेर उहाँले कतिपय कुरा राख्नुभयो। मैले जुन कुराहरू राखेका छिन् यो सप्तरीको विकासको सन्दर्भमा चाहिँ बुन्दागत रूपमा त्यतातिर केन्द्रित भएर सप्तरीले आखिर राजनीतिकमा त फड्को मार्यो, आखिर विकासमा पछाडि किन? तपाईँ पनि सिँचाइ मन्त्री पनि भइसक्नु भएको छ, पूर्व सिँचाइ मन्त्री पनि रहनु भएको छ 8-9 महिना जति। कृपया प्रश्न पारिदिनु पर्यो। ठिक छ, धन्यवाद। सबभन्दा पहिले हामी निराशाका मात्र कुरा नगरौँ, मेरो पहिलो आग्रह हो। सप्तरी बनेनन् भनेर एकहोरो रट लगाइरहँदा, बनेका कुराहरूको बारेमा चर्चा नहुँदा आउने नयाँ पुस्ताहरू जो कुनै पनि आन्दोलनमा सरिक भएका छैनन्, तिनीहरूले राजनीतिक नेतृत्व र राजनीतिक प्रति जन्माउने वितृष्णाले पैदा हुने झुन्डले कतातिर लैजान्छ भन्नेतर्फ पनि सचेत बनौँ। पहिलो मेरो यो आग्रह हो। दोस्रो, जति बन्नुपर्ने हो त्यति बनेन। म एउटा आग्रह गरौँ,
पञ्चायत कालमा खडगपुरको रोड कस्तो थियो, कोइलाडीमा कस्तो थियो, मधवापुरमा कस्तो थियो, बनौलीमा कस्तो थियो। मैले किनभने त्यहाँबाट राष्ट्रिय पञ्चायतका सदस्यहरू भएका थिए, सभापति भएका थिए। बोधे वर्षाइन कस्तो थियो लगायत यसलाई हेर्नुहोस्। 46 पछि कति भयो, 62-63 पछि कति भयो। यसरी हेर्दा गणतन्त्रै कुर्नु पर्यो खडगपुरको रोड बन्न पनि, कोइलाडी बन्न पनि, तिलाठी बन्न पनि, मधवापुर बन्न पनि, बोधे वर्षाइन बन्न पनि। यार यो किन हेर्दैनौ हामी? मेरो यो आग्रह हो। किनभने प्रतिनिधि त पहिले पनि थिए। दोस्रो, जंगल विनाश कहिले भयो? दोस्रो। तेस्रो कुरा, हामी यो रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुरा, कृषि विश्वविद्यालयका कुरा, खाडो नदी नियन्त्रण आयोगका कुरा, चत्राबारी निर्माण प्रारम्भका कुरा, खाडो नदीमा यो कुन हाम्रो नदी छ छेउमा यो त्रियुगा डाइभर्सनका कुरा किन हुन सकेन भन्ने तर्फ कलम चलाउनु भएको छ। म आग्रह गर्न चाहन्छु मित्रहरू, जति बेला म सिंचाइ मन्त्री हुँदै गर्दा सप्तरीमा अलि बढी बजेट हाले, मलाई संसदमा गाली गर्ने कुन पार्टीको सांसद थियो म नाम भन्दिन, हेर्नु होला। नागरिक पत्रिकाले ठुलै फर्स्टै पेजमा गाली गरेर लेखे। कसैले काउन्टर जवाब दिनुभयो। म हटिसकेपछि आएका थुप्रै योजनाहरूको बजेट सप्तरीबाट काटेर अरूतिर लगे। कसैले लेख्नु भयो, कुनै युवाले जुलुस निकाल्नु भयो, कुनै सांसदले संसदमा बोलिदिनु भयो, कुनै राजनीतिक दलले वक्तव्य दिनुभयो? छैन। समस्या कहाँ छ भने नि, फलानोको पालामा भएको कामको बारेमा बोलिदिँदा फलानोको नाम आउँछ भनेर एउटा संकीर्ण मानसिकताबाट हामी ग्रसित छौं। दोस्रो, हामीले थुप्रै आन्दोलनका कुरा गर्यौं। म हिजोदेखि आजसम्म सुनिराखेको छु, सप्तरीको किसान आन्दोलनको चर्चा भएन, गंगाबहादुर बस्नेतको चर्चा भएन, कृष्णराज वर्माको चर्चा भएन, प्रहलाद सिंहको चर्चा भएन, बुझाइ कमरेड कञ्छु यादव, प्रथमलाल चौधरी, पुनित कमरेडहरूको चर्चा भएन। भनिसकेपछि हामी एकाङ्की र संकीर्ण किन हुँदैछौँ? के ती हाम्रा इतिहास होइनन्? हो कि होइन? त्यो 2016 सालमै बीबीसीले काठमांडू में एक महेंद्र के नेतृत्व में सरकार है और दूसरा सप्तरी में किसानों के नेतृत्व में सरकार है। पंचायती व्यवस्था प्रारंभ भएको समयमा यत्रो कुरो हुँदा हामी किन मौन? के कम्युनिस्ट आन्दोलनमा लाग्ने, किसान आन्दोलनमा लाग्ने राजनीतिक व्यक्तिहरू राजनीतिक व्यक्ति नै होइन? हामी थुप्रै चर्चा गर्छौं, सबै शहीदको चर्चा गरौं, जनयुद्धको ज उच्चारण गर्न र त्यसमा शहादत भएकाहरूको बारेमा अलि कन्जुसी किन गर्न पुग्छौं? मेरो तिनीहरू पनि हाम्रो सबैको साझा सम्पत्ति हुन् भन्ने कुराबाट सोचौं। दोस्रो, हाम्रो सप्तरीको जति विकास हुनुपर्ने हो त्यति किन भएन? एउटा राज्यको वक्र दृष्टिकोण। यो भन्दा अगाडि वरिष्ठ पत्रकार अतुल मिश्रको हामीले कुरा सुन्यौं नि। जनसंख्या, भूगोल, काठमाडौँको हामीलाई हेर्ने दृष्टिकोण वक्र छ, पूर्वाग्रही छ, संकीर्ण छ र त्यसले हामीलाई अतुल मिश्रको मैले शब्द साप्टी लिन्छु, जसरी कुनै समयमा मजदुरहरूलाई त्यति मात्र खान दिन्थे मालिकहरूले ताकि त्यो बाँचोस् र मेरो खेतमा काम गरोस्। ठीक काठमाडौँको एउटा नियत, सिंहदरबारको एउटा नियत त्यस्तो प्रकारको रहेको कुरामा हामी खुलस्त भएर बोल्न सक्नुपर्छ। त्यो हामीले बोलेको हो। मैले म मन्त्री बन्दा मैले बनाएको बजेटमा मैले अगाडि बढाउँदा त्यति बेलाका प्रधानमन्त्री केपी ओली होस् या मेरो पार्टीको अध्यक्ष कमरेड प्रचण्ड होस्, उहाँहरूको मैले सहयोग पाएँ। तर उहाँहरूमा पनि संकीर्णता छ कि छैन? सिराबाट जित्दा कति विकास भयो? चितवनबाट जित्दा कति विकास भयो?
माधव नेपाल रोहतडबाट जित्दा कति विकास हुन्छ, अरूतिरबाट जित्दा कति विकास हुन्छ। केपी कमरेडलाई झापा मात्रै किन अलि बढी मन पर्छ, यी कुराहरू छन्। तर हामी आफ्नो ठाउँमा किन गर्न सकिराखेका छैनौँ। म संविधान सभाको सदस्य हुँदा हामी सबै पार्टीका सांसद बस्थ्यौँ, लड्यौँ। एयरपोर्ट बन्द थियो होइन, एयरपोर्ट सञ्चालन भयो कि भएन, किन चर्चा हुँदैन। राजविराज कुनौली सडक 1 लाइनको थियो, अहिले 2 लाइन भयो, किन चर्चा हुँदैन। राजविराज रूपनी सडक 1 लाइनको थियो, अहिले 4 लाइन हुँदैछ, किन चर्चा भएन। राजविराजमा रिप प्रोजेक्ट अन्तर्गत एकैचोटि 16 किलोमिटर सडक आयो, किन चर्चा हुँदैन। खाडो नदी नियन्त्रण आयोगमा त्यत्रो ठुलो योजना जसमा हामीले यो बलान होस् कि मौली होस् कि खडग होस् त्यसलाई नि सामेल गर्ने योजना हामी बनाउँदै थियौँ, सकेनौँ। हामी हट्यौँ, सकेनौँ। यसको कार्यालय पनि सार्ने कुरा हुँदैछ, किन कलम चलाउँदैनौँ। भलुवाई नदीलाई काठमाडौँका नदी जस्तै दुवै साइडमा यो आरसीसी ढलान, आरसीसी क्रेटिङ गर्ने र दुवै छेउबाट तपाईलाई सडक बनाउने योजना थियो। त्यहाँ मुद्दा पर्यो, त्यसको बारेमा बोल्नुहुन्छ। त्यसमा बजेट रोकियो, हामी बोल्छौँ। खाली गाली गर्ने, यो नेता भ्रष्ट, त्यो नेता भ्रष्ट, यसले यति खायो, त्यसले त्यति खायो। भोकै को बस्नु भएको छ यार। वकिलको चुनावमा पैसा खर्च हुन्छ कि हुँदैन, पत्रकारको चुनावमा पैसा खर्च हुन्छ कि हुँदैन। भनिसकेपछि नकारात्मक कोणबाट मात्र नसोचौँ। पहिलो कुरो, मैले सप्तरीको सन्दर्भमा काठमाडौँको हेर्ने एउटा वक्र दृष्टिकोण छ। महेन्द्र राजमार्ग पहिलो कि हुलाकी राजमार्ग पहिलो जन्म्यो यार। मेरो आग्रह तपाईहरू सबैसँग, हुलाकी राजमार्ग बनाउन छोडेर महेन्द्र राजमार्ग किन बनाइयो, तपाईहरूलाई भ्रम नहोस्। राजा महेन्द्रले बनायो। म भन्दा अलि चित्त दुख्छ, नाम भनिन। म आदर गर्छु ती नेतालाई। वास्तवमा अहिलेका कम्युनिस्ट पार्टीका कतिपय नेताहरू पनि बीपी कोइराला जतिको सादगी छैन। तर महेन्द्र राजमार्गको सर्वे गराउने उहाँ नै हो। हामी यसरी विभेदमा किन पर्यौं र पार्यौं, एउटा राज्यको वक्र दृष्टिकोण। म भनौं बर्मा गएको थियो राजा महेन्द्र, अनि त्यति बेला तपाईहरू आउनुहोस् नेपालमा स्वागत छ भन्दै महेन्द्र राजमार्ग छेउमा बसाए। पछिल्लो चरण विद्या भण्डारी जानुभयो बर्मा, उहाँको पनि त्यस्तै स्टेटमेन्ट आइदियो। मधेसकै कुनै मुसहरलाई, चमारलाई, भूमिहीनलाई जसको बारेमा आज ठुलो चर्चा गरिन्छ, तिनीहरूलाई बसाइएन। सामुदायिक वनको नाउँमा हाम्रो सम्पत्ति कता गयो। अहिले स्थानीयको अग्राधिकारको नाउँमा हामी कसरी वनबाट काटिँदैछौँ। जल सङ्कट, पर्यावरण सङ्कट कसरी बढ्दैछ, यता कोणबाट हामी बहस सुरु गरौँ। मेरो एउटा आग्रह त्यता कोणबाट पनि हो। हाम्रो आग्रह के भने नि, यी कुराहरूको सन्दर्भमा हामी राजनीति गर्छौँ, चुनाव आउँछ। यो चुनावमा मात्र 1 महिना नेतृत्वहरूलाई, चुनाव लड्नेहरूलाई के बेल्नु पर्छ, त्यो कुरा हेरौँ त। कामको आधारमा यहाँ चुनाव जितिन्छ। कामको आधारमा चुनाव जितिने भए यहाँ जसले विकास निर्माणको काम अगाडि बढाएको छ तिनीहरू चुनाव हार्दै गएको छ। के गरे, म सांसद नहुँदै झोलङ्गे पुलको योजना ल्याउने मै हो। मन्त्री भएपछि यो जिल्लामा प्रशस्त बजेट हाल्ने र जहाँ सके मन्दिर पनि, कब्रिस्तान पनि सिँचाइ मन्त्रालयकै कोणबाट नदीले काट्दैछ भनेर हालिदिए। गाली खानु परेन, त्यहाँ उनीहरूको गाली खानु पर्ने। यहाँ चाहिँ द ग्रेट सप्तरी, द बेस्ट सप्तरी वाला कता गयो भनेर भाषण गरेर हिँड्ने। जसले काम गर्छ त्यसलाई कम्तीमा प्रोत्साहन त दिनुस्, त्यसरी निरुत्साहित गर्ने काम नगरौँ। मैले केही ठाउँको नाउँ तपाईँलाई पहिले उदाहरण दिएँ। ती ठाउँमा पहिले राष्ट्र पञ्चायतका सदस्य थिए, सभापति थिए, 46 पछि पनि भए, तर ती ठाउँमाहरू बनेनन्। ती बन्न गणतन्त्रै आउनु पर्यो, तर राजनीतिकमा तिनीहरू नै हाबी हुँदै गए। उदार सामन्तवाद भन्नुभयो सुमन अङ्कलले, म भन्छु उदार सामन्तवाद होइन, शुद्ध जहानिया सामन्त हो तिनीहरू। आफू, आफ्नो छोरो, आफ्नो भाइ
वंशवादको राजनीतिलाई बोक्ने अनि जनताको छोरोहरूलाई राखराख्ती पारेर गाली गरेर निरुत्साहित पारेर सप्तरी बन्दैन। विषयान्तर भइरहेका छौँ, हामी विषयमा केन्द्रित हौँ र छुट्यो। फेरि पनि यहाँहरूलाई समय दिन्छु। दिनेश यादव, मान्य दिनेश यादवजी, तपाईँ नेपाली काङ्ग्रेसको अब विद्यार्थी कालदेखि नै राजनीति गर्दै यहाँसम्म पुग्नु भएको छ। 3 पटक चुनाव पनि हार्नुभयो, फेरि जनताले तपाईँलाई जिताइदिएको छ। जिल्ला विकासको सभापति भएर काम गर्नुभएको छ, तर कहाँ सप्तरी जहाँ छ त्यही छ जस्तो लाग्दैन तपाईँलाई? किन सप्तरीका गौरवमय इतिहासहरू, गौरवमय योजनाहरू सम्पन्न हुन सकेन? के कारण हो? कृपया प्रश्न पारिदिनुहोस्। धन्यवाद। आज यो सप्तरीमा, यो शिवशङ्कर हलमा सप्तरीको पहिचानको लागि र सप्तरीको अस्तित्वको बारेमा, इतिहासको बारेमा आयोजक मित्रहरूले जुन आयोजना गर्नुभयो, हामीलाई आमन्त्रित गर्नुभयो, विषयसँग सन्दर्भसँग जोड्नुभयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु। सबै कुराहरू विकास भन्ने कुरो क्रमिक रूपमा जाँदै गर्छ, हुने गर्छ। जति गरे पनि कहिले नयाँ नयाँ परिवर्तनले नयाँ नयाँ विकास ल्याउँछ। हामी हिजोको आवश्यकतालाई पहिचान गर्यो, समस्यालाई बुझ्यो, समाधानतर्फ लाग्यो। आज हामीले आजको आवश्यकताको बारेमा जुन कुरा उठाउनु भयो त्यो पहिचान मलाई लाग्छ कि हामी पहिला सप्तरीको सबभन्दा महत्त्वपूर्ण विषयहरूमा हामी छलफल राजनीतिक व्यक्तिहरू, सांसदहरूको बिचमा जिल्ला विकासको समन्वयमा हुने गर्थ्यो। त्यसले त्यो बेलामा हामीले एउटै प्रस्ताव सबैको एकमत हुने गर्थ्यो। केमा भने जुन कुरा तपाईँले एयरपोर्टको कुरा उठाउनु भयो, एयरपोर्ट कसरी सञ्चालन हुने, सप्तरीको समग्र विकासमा हुलाकी सडकको निर्माण कसरी गराउने, राजविराज हस्पिटललाई कसरी सही सहीमा लैजाने र यहाँ विद्युतीकरण जिल्लाभरिमा कसरी विद्युतीकरण घर घरमा पुर्याउने, नदीबाट उफान भएका नदीहरूलाई कसरी नियन्त्रित गर्ने, यी समग्र सवालमा एउटा क्याम्पस छ त्यसलाई कसरी अगाडि बढाउने, यी समग्र सवालमा हामीलाई लाग्छ कि मभन्दा पहिला पनि सभापतिहरूले, त्यसपछि आउँदाखेरि राजनीतिक रूपमा राजनीति जोसुकै सरकार होस्, यो कुराहरूलाई हामी उठाउने गऱ्यौँ। सरकार समक्ष, मन्त्री समक्ष, समग्र पत्रकारहरूको बिचमा हामीले यो समस्याहरूलाई राख्ने गरेका हौँ। अर्को कुरा महत्त्वपूर्ण विषय के हो भने कि त्यो बेलामा पनि हामीले भारतसँग जोड्ने हो भने, सप्तरीको समग्र विकास गर्ने हो भने, जबसम्म न्योरसम्म या लोकीदेखिको या कुनौलीसम्म रेल हेड आउँदैन तबसम्म औद्योगिक यहाँ परिवर्तन हुन सक्दैन। यो समग्र कुराहरूमा हामी अगाडि बढ्दै गयौँ। हामी निराशामा होइन, आशामा जाने हो। आशा केमा हो भने मलाई लाग्छ कि म सभापति भएको बेलामा सप्तरी जिल्लामा 25% पनि विद्युतीकरण भएको थिएन। एउटा स्कुलमा कहीँ पनि छाना थिएन। यहाँ स्वास्थ्यको क्षेत्रमा एउटा परिवर्तन ल्याउँदाखेरि जति आज दात्री संस्थाहरूसँग तपाईँ जोड्नु भएको छ, त्यही बेलाको उपज हो। युनिसेफ प्रवेश गर्यो, सारा युएनको जति फन्डिङवाला योजनाहरू छ सबै सप्तरीमा प्रवेश गर्यो। पत्रकारहरूलाई पनि त्यही साइडबाट हामीले शिक्षित गर्ने काम गरौँ। सप्तरीको चाहिँ पत्रकारहरूको उन्नति होस् भनेर हामी त्यो बेलामा गरेका हौँ। अहिले मलाई के लाग्छ भने अहिले हरेक स्कुलमा त्यही बेला यो शिक्षा परियोजना लागू गराएर प्रत्येक स्कुलमा स्कुलको छाना बन्यो, सेड बनायो, आवश्यकताहरू पुरा हुँदै गयो। अहिलेसम्म पनि भइरहेको नै छ। आज हामीले भन्छौँ हुलाकी सडक त बनिरहेको छ। आज हामीलाई यो सप्तरीलाई अझै विकास गर्ने हो भने उमेश मन्त्रीज्यूले त भन्नुभयो राजविराजको अवस्था के थियो। आज सिटी मार्केटको प्रोजेक्ट नआएको भए 103 किलोमिटर कि 106 किलोमिटरमा भएको राजविराजको हाम्रो अवस्था। यहाँको पहिचान के मरुभूमिमा परिवर्तन भएको होइन। आज त्यो सडकहरू बन्दैछ, परिवर्तन कहाँ भएको छैन। हरेक स्कुलको कुराहरू गर्दाखेरि
आज हामीले स्थानीय निकायमा अहिले स्कुलहरू गएको छ, शिक्षाको स्तर घट्यो। हामी भन्छौँ द्वैत शिक्षा प्रणाली, द्वैत स्वाद प्रणाली। जबसम्म स्वाद हुँदैन शिक्षाको स्तर उठ्दैन। कसैले भन्छ होइन यो निजीकरण विद्यालयलाई अगाडि नै बढाउनु पर्छ, यो बहसको राष्ट्रिय बहसको विषय। तर हामीसँग भनेको कुरा के हो भने अब हामीलाई चाहिएको छ उत्तर दक्षिणको सडक। हामी किन अगाडि बढ्न सकेनौँ? पञ्चायत कालदेखि नै सबैले तपाईँको के अरे उदयपुरसँग जोड्ने, सोलुसँग जोड्ने सडकको हामीले अवधारणा ल्यायौँ, लागेका लाग्यो, तैपनि हुन सकेको छैन। आज पनि आज गर्ने हो भने महत्त्वपूर्ण विषय हो रेल हेड ल्याउनु, हुलाकी सडकको बाँकी रहेका निर्माण गर्नु, उत्तरदेखि दक्षिणका प्रत्येक सडकहरू निर्माण गराउनु र उदयपुरको पहाडी जिल्लासम्म आफ्नो जिल्लालाई जोड्नु। यो महत्त्वपूर्ण कुरा हुन्छ। र औद्योगिक क्षेत्रलाई कसरी अगाडि बढाउने, त्यसतर्फ उद्योगलाई कसरी बढाउने, यहाँको वातावरण कसरी सृजना गर्ने, यी महत्त्वपूर्ण विषयहरूमा आजको आवश्यकता हो। त्यसतर्फ मलाई लाग्छ प्रदेश चाहे केन्द्र होस् चाहे स्थानीय हो। अर्को कुरा त महत्त्वपूर्ण विषय छ। हामीले संहिताको कुरा उठायौँ, संहिता आयो, धेरै आन्दोलनहरूबाट आएको हो। तर अहिले हामी त अधिकार पायौँ, त्यो अधिकारलाई सुरक्षित कसरी गर्ने, त्यो अधिकारले जनतामा विश्वासुलो कसरी बनाउने। आज एउटा बहस त बनेको छ नि, संहिताले देशलाई खायो भन्छ, एउटा कोणबाट नारा उठिरहेको छ। त्यसैमा धेरै पार्टीहरूले नारा बनाएर अगाडि बढिरहेको छ। यो संहितालाई बचाउनको लागि पनि, आम जनताको विश्वास जित्नको लागि पनि परिवर्तनको आवश्यकता छ। दुईटै सप्तरीमा परिवर्तन छ। राजनीतिमा एकता, राजनीतिक व्यक्तिहरूको एकै स्वर बोल्नुपर्छ, एउटै कुरा गर्नुपर्छ। जसले गरे पनि हाम्रो स्वर एउटै भयो भने हामी सप्तरीलाई कायापलट गर्छु भन्ने हाम्रो धारणा हो। धन्यवाद माननीय दिनेश कुमार यादवजी। माननीय पूर्व मन्त्री जसपाका नेता शैलेन्द्र प्रसाद शाहजी, अघि तपाईँमाथि अब मध्य प्रदेश सरकारको कमिसनका कुरा पनि उठेको छ। तपाईँ सप्तरीबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ, लामो समय मन्त्री रहनुभयो। आखिर किन सप्तरी पछाडि के गर्नुभयो सप्तरीको लागि? मध्य प्रदेशभन्दा पनि म सप्तरी यो कार्यक्रम नै हाम्रो सप्तरी बेस भएकोले यहाँको योगदान सप्तरीको लागि के त? कृपया। धन्यवाद बैनाथजी। सबभन्दा पहिला त बिना फाउन्डेसन लगायत सहयोगी संस्थालाई म आभार व्यक्त गर्न चाहन्छु। सप्तरी जिल्लाका विभिन्न पहलुहरूमा बहस छलफल गरेर समग्रमा सप्तरी जिल्लाको विकासको लागि जुन आज विचार उत्सवको आयोजना गर्नुभएको छ, यसको लागि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र खास गरी आजको यो बहसको विषय, यो सेसनको विषय सप्तरी जिल्ला राजनीतिकमा अगाडि र विकासमा पछाडि किन पर्यो भनेर जुन हामी अहिले छलफल गर्दैछौँ, निश्चित रूपमा यो विषय भनेको अत्यन्त महत्त्वपूर्ण र गहन विषय हो। सप्तरी जिल्ला नेपालका राजनीतिक परिवर्तनहरूमा, हरेक राजनीतिक परिवर्तनमा सप्तरी जिल्लाका अग्रणी भूमिका रहेका छन्। तर पनि सप्तरी जिल्ला अहिले विकासको मामलामा अपेक्षाकृत अरू जिल्लाभन्दा पछाडि किन पर्यो त? विकास नभएको होइन, तर अरू जिल्लाभन्दा अपेक्षाकृत हामी पछाडि छौँ भनेर हामीले महसुस भइरहेको छ। र खास गरी अहिले हाम्रा पूर्ववक्ता, हाम्रा नेताजी साथीहरूले भनिसक्नु भएको छ, यसको मुख्य जड के हो भने जसरी सप्तरी जिल्ला हरेक आन्दोलनमा अग्रणी भूमिका राखेका छन्, यहाँका सप्तरीवासीका हरेक आन्दोलनमा जुन बलिदानी छ, त्याग छ, त्यसले गर्दा राज्य हरेक समयमा सप्तरी जिल्लालाई चाहिँ असमान दृष्टिकोणले, चाहिँ हाम्रो पूर्व मन्त्री उमेशजीले भन्नुभयो, सधैँ सप्तरी जिल्लालाई राज्यको देख्ने दृष्टिकोण नै असमान रूपले रहेकोले यो प्रमुख कारण भनेको सप्तरी जिल्ला भनेको पछाडि परेको। अर्को भनेको यहाँ अहिले नै हामी सबै छलफलकै क्रममा छौँ, यहाँ एक अर्काले स्वीकार नगर्ने,
अहिले अब रिसले भन्नुभएको सुमन दाइले के भन्नु मलाई थाहा छैन, तर सुमन दाइले के भन्नुभयो भने अहिले हुलाकी राजमार्ग बन्न ओली नै चाहियो, रामरया स्वास्थ्य प्रशासन बन्न चाहिँ ओली नै चाहियो। वाइ, क्यों, किन? उहाँ त प्रधानमन्त्री हुने बेलामा उहाँले गर्नुभएको हो, उहाँ त एउटा संस्था हो, कुनै प्राइम मिनिस्टर व्यक्ति हुँदैन नि। यसै कारण कि उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएको बेलामा उहाँले यो प्रोजेक्ट अगाडि बढाएपछि अनि त्यसपछि उहाँले यसलाई चाहिँ निग्लेन्स गरिदिने। मेरो भन्न तात्पर्य के हो भने यो मैले एउटा उदाहरण मात्रै दिएको हो, यो कुनै व्यक्तिसँग मैले जोडेको होइन। एउटा नेतृत्व अर्को नेतृत्वलाई स्वीकार नगरिकन हामीले जुन विकासका परिकल्पना गर्न चाहेका छौँ नि त्यो हुन सक्दैन। त्यसकारण दृष्टिकोण 70 जिल्लाप्रति राज्यका दृष्टिकोण जुन छन् त्यो जबसम्म सकारात्मक हुँदैन तबसम्म हामीले अपेक्षा गरेका विकासका निर्माणका कार्यहरू अगाडि बढ्न सक्दैनौँ। म एउटा सानो उदाहरण दिन्छु। म केही दिन पहिला एउटा भारत धार्मिक यात्रामा गएको थिएँ। त्यो क्रममा एउटा यहाँ चाहिँ 2 वर्ष न्यायाधीश हुनुभएका एउटा श्रीमान हुनुहुन्थ्यो मसँग, 15 दिन मसँगै उहाँ हुनुहुन्थ्यो। अब 15 दिनसँगै भएपछि धेरै कुरा हुन्थ्यो, विकास निर्माण 70मा म 2 वर्ष बसेँ, यो गरेँ यावत कुराहरू। उहाँले एउटा कुरा अचम्मको कुरा गर्नुभयो। उहाँले के भन्नुभयो भने ए मन्त्रीजी, तपाईँको जिल्लामा त यो अदालतको पछाडिमा एउटा खाल्टो छ, त्यहाँका सबै मान्छेहरू त्यो खाल्टोको त्यो माटो लिएर आफ्नो घर बनाउने बेलामा भूमि पूजनमा त्यो माटो लिएर त्यहाँ जान्छ। किन त मैले किन सोधेँ कि यस्तो त मैले सुनेको छैन होइन। त्यहाँ त सबैले लग्छ, त्यहाँ चाहिँ त्यो माटो लिएर आफ्नो घर बनाउँछ, अनि त्यो किन माटो लिन जान्छ भने यहाँ सबै अब अदालतमा जाने जुन मुद्दा तुदाहरूमा सबै यो सम्पूर्ण 70 जिल्लाकै समस्या हो। त्यहाँ चाहिँ अब यो माटो लिएर घर बनायो भने यहाँ हाम्रो यो कानुन सानुनमा हाम्रो एकदम प्रभुत्व रहन्छ भनेर अचम्मको कुरा मैले कहिले नसुनेको कुराहरू होइन। उहाँ 2 वर्ष यहाँ उच्च अदालतमा न्यायाधीश हुनुहुन्थ्यो, अहिले रिटायर हुनुभएको छ, नाम नभनौँ। त मैले भन्न खोजेको उहाँको 2 वर्षको बसाइमा 70 जिल्लाप्रति देख्ने हेर्ने दृष्टिकोण यस्तो रहेको रहेछ। त्यसकारण जबसम्म राज्यको यो हेर्ने दृष्टिकोण बदलिँदैन तबसम्म हामीले चाहेका अपेक्षा अनुसारका विकास निर्माणका कार्य हुन सक्दैन। दोस्रो कुरा त्यही जस र अबजसका कुराहरू हाम्रा पूर्व मन्त्री उमेशजीले भन्नुभयो, हामी यति यत्रो काम गरे तर कामको कोही प्रशंसा गर्दैन। त्यस्तै मेरो पनि त्यही अनुभव छ, तितो अनुभव मेरो पनि छ। मैले अर्थमन्त्री हुँदाखेरि सबभन्दा बजेट बढी 70 जिल्ला या 2 नम्बर यो क्षेत्रमा आयो, अर्बौं रुपियाँको बजेट आयो, तर उल्टै मेरो बदनाम गर्न खोजियो। यहाँ सिँचाइ कार्यालयमा यहाँका प्रमुखले यहाँ बजेट कम छ, हामी कामै गर्न सक्दैनौँ, हामी चाहिँ एकदम बजेटै छैन, न्यून बजेट छ, हामी के गर्छौँ, अलिकति बजेट तपाईँ अर्थमन्त्री हुनुहुन्छ, जिल्लाको हुनुहुन्छ, अलिकति बजेट दिनुहोस्। मैले 20 करोड रुपैयाँ कुनै जिल्लालाई नदिएर यहाँ 70 जिल्लाका यो सिँचाइ कार्यालयले 20 करोड रुपियाँ मैले पठाएको थिएँ। उल्टो के भयो त, सबैले भन्यो 20 करोड खाइदियो रे, शैलेन्द्र शाहले 20 करोड खाइदियो। मैले त्यो 20 करोड यहाँ 70 जिल्लाका नदी नियन्त्रण लगायतका सिँचाइका कार्यक्रमहरूमा दिएको थिएँ, तर उल्टो माथि आरोप लाग्यो। यहाँ त जुलुसै लगायो केही समूहले, भ्रष्टाचारीको मन्त्रीलाई चाहिँ बर्खास्त गर भनेर यहाँ जुलुस पनि लाग्यो 70 जिल्लामा। साँच्चै केही तितो अनुभवहरू छन्, तर पनि अब 70 जिल्ला भनेको धेरै पछाडि हामी छैनौँ। अब जति हामी निराशको कुरा गरिँदैछौँ, यो कम्तीमा यो 5-7 वर्षमा धेरै सकारात्मक कुरा पनि आएका छन्, केही विकृतिका कुराहरू पनि आएका छन्। हाम्रा सुमन दाइले भन्नुभएछ यो विकृतिका कुराहरू पनि म स्वीकार गर्छु, नआएको होइन, तर यसको मतलब यो होइन यो विकृतिले अब संहितामाथि नै अब खतराका कुराहरू, संहिता नै बदनाम गर्ने कुराहरू जुन अहिले कुरा आइरहेको छ, यो निश्चित रूपमा दुर्भाग्यको कुरा हो। केही कुरा देखाएर यता कुरा देखाएर उता चाहिँ मार्ने कुरा गर्नु हुँदैन। विकृति विसङ्गतिलाई चाहिँ त्यसलाई सुधार्न जरुरी छ। 7 वर्षको यो संहिताको अनुभवले ठिक छ, सरकारमा हाम्रो जसपाक पार्टीको नेतृत्व सरकार थियो, म यसलाई स्वीकार गर्छु, धेरै काम
आम जनताले चाहेका अनुसार हुन सकेन। तर यो संहिता भनेको नेपालको नयाँ अभ्यास भएको हुनाले एउटा त कम्तीमा छ यो मध्य प्रदेशले यो देशको संहितालाई स्थापित गर्न धेरै सङ्घर्ष गरेको छ यो 7 वर्षमा। विकास निर्माणको कुरा छोड्नुहोस्, अधिकारको सवालमा म यो सेसनभन्दा पहिलाको सेसनको ठुला ठुला पार्टीका नेताहरूको मैले पनि केही सुने हैन। निजामती संहिता निजामती ऐनका कुरा गरेका छन्, प्रहरी ऐनका कुरा गरेका छन्, लोकसभाका कुरा सबै यो प्रदेश सरकारले ऐन बनाइसकेको छ। 7औं प्रदेशमा कहीँ नबनेको ऐन यो प्रदेशमा ऐन बनेको छ। त्यो कार्यान्वयन किन हुन सकेन? किनभने त्यो सङ्घीय ऐन नबनुन्जेलसम्म प्रदेश सरकारले कुनै ऐन चाहिँ कार्यान्वयन गर्न सक्दैन। आज सबभन्दा पहिलो 7 प्रदेशमा प्रहरी ऐन बनायो, तर प्रहरी यहाँ आफ्नो प्रदेशमा प्रहरी एउटा पनि प्रहरी नियुक्त गर्न सकेन। नगर प्रहरी नियुक्त गर्ने अधिकार छ, तर प्रदेशलाई प्रहरी नियुक्त गर्ने अधिकार छैन। कस्तो सरकार? प्रदेश सरकार। यानी सबै अपेक्षा प्रदेश सरकार गर्ने, प्रदेश सरकारसँग गर्ने, तर प्रदेश सरकार अधिकारविहीन। प्रदेश सरकारसँग न पुलिस छन् न प्रशासन छन्। यस्तो पनि दुनियाँमा कहीँ छन् जस सरकारको प्रशासन र पुलिस छैन। त्यसकारण म के भन्न चाहन्छु भने यी आवत कुराहरूलाई संहितासँग जोडेर संहिताले बदनाम गर्ने कुरा यदि हामी साथीहरू राजनीतिक पार्टीका साथीहरू गर्छौँ भने यो दुर्भाग्यको कुरा हो। विकृति विसङ्गति छन् यसभित्र, यसलाई हामी चाहिँ सुधार गरेर जाउँ। म एउटा कुरा यहाँ हामी सबै प्रमुख दलका साथीहरू छौँ, 70को विकासको लागि सम्पूर्ण पार्टीहरू बसेर छलफल गर्न हामी तयार पहिला पनि थियौँ, अहिले पनि छौँ भने किन हुँदैन? गरौँ न त, हामी बहस छलफल गरौँ सबै पार्टीका नेता साथीहरू। चुनाव लडौँला, आफ्नो आफ्नो पार्टीबाट। हाम्रो पनि सिद्धान्त छ, तपाईँहरूको सिद्धान्त छ हैन, सबै पार्टीको आफ्नो आफ्नो सिद्धान्त छ। तर विकास निर्माणको लागि हामी एकजुट भएर अघि बढौँ त। त्यसको लागि किन हामी चाहिँ उमेशजीले गरे भने यसको राम्रो भएन, त्यो कहाँ हुन्छ, शैलेन्द्रले गयो कहाँ हुन्छ, यसलाई कसरी दबाउनु पर्छ, त्यो मानसिकता जबसम्म हामी त्याग्दैनौँ भने तबसम्म 70को विकास हुन सक्दैन। धन्यवाद। धन्यवाद। म फेरि नेकपा एमालेका पोलिट ब्युरो सदस्य राजनीतिक सुमन दाइ कहाँ जान्छु। 70मा गाह्रो छ यहाँ आउने ब्युरोक्रेसीका कर्मचारीदेखि लिएर यहाँ त केही हुँदैन भन्ने जुन भाष्य निर्माण भएको छ नि, त्यसको जरो के होला? र यहाँले अघि भन्नुभयो यो रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठान एमालेकै कार्यकालमा सुरुवात भयो भन्दैछ। अब के त्यो चुनावी नारा मात्रैमा सीमित रहन्छ त? दुईटा कुरा मैले सुने। 70लाई किन आज ओझेलमा पार्दैछ? किन एक किसिमको भाष्य तयार भयो? किनभने तपाईँ यही माटोमा जन्मिनु भएको छ, यत्रो सङ्घर्ष गरेर यहाँसम्म पुग्नु भएको छ। कृपया अलिकति यो प्रश्न पारिदिनुहोस् न, किन यस्तो भएको? म यहाँलाई बताउँ, मैले अघि पनि बताएँ, 36 सालदेखि अहिलेसम्म भएको कुनै पनि आन्दोलन सुमन प्यागहरू पछाडि छैन, मेरो पार्टी पनि छैन। मैले अघि नै के निवेदन गरेँ भने सबभन्दा पहिले हामीले आफ्नो दृष्टिकोणलाई सकारात्मक बनाऊ। पहिलो कुरो शैलेन्द्रजीले जे कुरो उठाउनु भयो, म हार्दिकतापूर्वक त्यसप्रति धन्यवाद दिन चाहन्छु। मभन्दा कान्छो भएको हुनाले अन्यथा नलिनु होला। साँच्चै एउटा दृढता बोकेर सबै राजनीतिक कर्मीहरू जाने हो भने अहिले जुन भाष्य सिर्जना गर्न खोजिँदैछ, घुमाइ फिराइकन कुनै पनि राजनीतिक पार्टी र कुनै पनि सकारात्मक काम गर्ने मान्छेको पक्षमा यो जानेवाला छैन। हामी के कुरोमा सचेत हुनुपर्छ भने जातीय आधार बलियो भएका सामन्ती पृष्ठभूमि भएकाहरूलाई त फाइदा होला यसले, हैन? साम्प्रदायिक नारा दिएर अरू गलत कुरो गरेर सेन्टिमेन्टमा पोलिटिक्स जित्नेलाई त राम्रो होला। नेपालको बानी कस्तो नि, हामी नेगेटिभमा धेरै कुद्छौँ। मैले 1 मिनट समय बढी लिएँ। योभन्दा अगाडि यो देशमा उपनिर्वाचन भयो, 2टा उपनिर्वाचन, पोखरा र पश्चिमतिर। राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो 2टा, होइन? खुब नारा लाग्यो, अब पुराना पार्टी खतम भए। राष्ट्रिय स्वतन्त्र पार्टीले यसपालि 2टा उपनिर्वाचन भयो, 2टैमा एमाले जित्यो। कहाँ जानुभयो त पत्रकारहरू? खोइ त अब एमाले मै भयो भन्ने कसले लेख्यो? एउटा त्यो हाम्रो बानी छ। म
म फेरि पनि आग्रह गर्न के चाहन्छु भने मलाई पनि चित्त दुख्छ। म 39 सालमा पहाड गएँ। म सोलु र ओखलडुङ खोटाङ मलाई पठायो ओखलडुङ्गा पार्टीले। म बाटोभरि मदन भण्डारीलाई गाली गर्दै गएँ। गोविन्दपुरमा जन्मिया मान्छे, सबभन्दा ठुलो पहाड गाईघाट देखेको, एक बित्ताको बाटो, म कसरी पुगेँ होला? त्यहाँ गएर मैले के देखेँ? हरेक स्कुलमा शिक्षा दिने, साइन्स पढाउने, म्याथमेटिक्स के अरे म्याथ पढाउने, इङ्ग्लिस पढाउनु त यही सप्तरिया थिए नि, या यही बढी से बढी सिराका। त्यहाँको पहाडलाई छेडेर पानी निकाल्ने पनि यहीँका टेक्निसियन थिए। त्यहाँ औषधि गर्ने हेल्थ स्टेसन पनि यहीँका थिए। किन त्यो विकसित भयो? हामी किन पछाडि पर्यो? के बजेट मात्रै हो? बजेटको कारणले मात्र हो हाम्रो मानसिकतामा परिवर्तन गर्नुपर्ने स्थिति छ कि छैन? म फेरि पनि आग्रह गर्न चाहन्छु, तपाईँ पहिले 12 गाउँपालिकाबाट झिक्नुहुन्छ र एउटा अङ्गनामा गाड्नुहुन्छ, एउटा दुवारमा गाड्नुहुन्छ, एउटा बारीमा गाड्नुहुन्छ, पहिले तपाईँ आफै गाड्नुहुन्छ। यो मानसिकता ग्रसित छौँ कि छैनौँ हामी? स्कुलको व्यवस्थापन कमिटीको अध्यक्ष मास्टर भर्ना गर्दैन, के भन्छ भने बेटाको बिहा करबे, पुतौ त ओकरा भर्ना करबे। यो मानसिकतामा हामी छौँ कि छैनौँ? यो माइन्डसेटलाई हामी परिवर्तन गर्न तयार छौँ कि छैनौँ? आजका युवाहरूले यस माइन्डसेटलाई परिवर्तन गर्नको लागि नेतृत्व गर्छन् कि गर्दैनन्? सप्तरीको विकास त्यहाँ अडिएको छ। अब तपाईँले अर्को क्वेसन गर्नुभयो, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको। म तपाईँलाई धेरै सभाहरू तपाईँ सहित भएको कार्यक्रमहरूलाई उदाहरण दिन चाहन्छु। उपेन्द्रजीले पनि धेरैचोटि भन्नुभएको छ, त्यतिखेर म टोपी लाएर हिँड्थेँ, गर्मी थिएन। ऊ टोपीवालाको पकड भन्नुहुन्थ्यो। म र उपेन्द्रजी बहुत राम्रो साथी पनि हौँ। कम्युनिस्ट पार्टी हुँदा हामी एउटै कमिटीमा बसेर काम गरेका हौँ। यसपालि निर्वाचनमा पनि प्रचारक योभन्दा अगाडि हाम्रो जति गठबन्धन थियो होइन। समयकाल राजनीतिमा कहिलेकाहीँ तलमाथि पर्छ, तर केपी ओली सरकारबाट हट्ने बित्तिकै उहाँ त स्वास्थ्य मन्त्री रहिरहनु भयो नि, रहनु भएन र? त्यसपछि किन विकास हुन सकेन? त्यहाँ भएको प्रमुखले राजीनामा दिएर चुनाव लड्नुभयो, प्रमुख नियुक्ति पछिसम्म किन गर्न सकिएन? तपाईँ दोष कसलाई दिनुहुन्छ? हामी सरकारबाट हटिसकेपछि बजेट आयो नि, अहिले 1 करोड र फल्ना भएर नारा दिने साथीहरू, के त्यो बजेटभन्दा अहिले बजेट घटेको छ र? त्यो बेला किन बढाउन सकिएन? त्यतिखेर निर्माणको गतिलाई किन अगाडि बढाउन सकिएन? मेरो क्वेसन छ। तपाईँले अघि एउटा क्वेसन गर्नुभएको थियो, महिला कन्या छात्रावासको कुरा मैले गरेको थिएँ। महिला छात्रावासको कुरो, कन्या छात्रावासको कुरो गर्नुभएको थियो। एउटा कहावत छ, स्याके नाम सब जाने के है। नेकपा एमालेको विद्यार्थी सङ्गठन अनिरा शिविरले किटान गरेर इन्डियन राजदूत यहाँ आएको बेलामा ज्ञापन पत्र दिएको छ। हामी पत्रकारहरूलाई पनि बाँडेको छ, तपाईँहरूलाई याद हुनुपर्ने। त्यो हिम्मत अरू कसैले किन गरेनन्? मेरो प्रश्न होइन, मैले भन्न के खोजिरहेको छु भने सुमनराज प्याकरेललाई सप्तरीवासीले कुन अर्थमा चिन्छन् भने नि, एमालेका बहुचर्चित नेता, एमाले भित्र धेरै राम्रो पकड भएको नेता, तर सप्तरीको लागि के गर्नुभयो भनेर म बताउँछु, सुन्नुहोस्। 2-3वटा कुरा मात्रै, किनभने आमजन प्रत्यक्ष प्रसारण भइरहेछ, सुनिराख्नु भएको छ। प्लिज प्लिज प्लिज। नेकपा एमाले राष्ट्रिय पार्टी हो, त्यो एउटा वर्गीय पार्टी हो। हामी कम्युनिस्ट पार्टी हौ। हामी ह्याप्स र ह्याप्सनटका कुरो गर्छौँ। आधारभूत जनताहरू गाउँमा बस्छन् तथा गाउँ केन्द्रित कार्यक्रम गर्नुपर्छ भन्ने कुरो गर्छौँ। आज गाउँमा जति पनि विकास भएको छ नेकपा एमाले सुरुवात गरेको बजेटबाट भएको छ। एकपछि भन्नु, त्यसभित्र सप्तरी पनि पर्छ। अघि उमेशजीले भन्नुभएको सप्तरी मात्रै होइन, 22वटै तराईका जिल्लाहरूमा सदरमुकाम जोड्ने, बोर्डर जोड्ने कुरो गरिएको छ। त्यो कार्यक्रम त्यसरी नै भएको छ। अब सप्तरीलाई स्पेसल केन्द्रित गरेर तपाईँ जाँच्नु, रामराजा प्रसाद सिंह प्रतिष्ठानको नामावली पनि अर्कै नाम थियो। म अहिले यसरी भन्न चाहदिनँ। उपेन्द्र तपाईँलाई राम्रो थाहा छ, उपेन्द्रको प्रस्ताव अर्कै थियो होइन। रामराजा प्रसाद सिंहको नाउँमा गरौँ भनेर म र उहाँ नै बसेर कुरो गरेका हौँ। त्यसै केपी गभर्मेन्टको हामी सँगै नै गएका हौँ प्रधानमन्त्री कहाँ।
त्यसलाई प्रयास नगरिएको होइन। जब हामी सरकारबाट गोल भइसकेपछि र बिचको अवधि तपाईँलाई थाहा छ, हाम्रो पार्टीलाई त भित्तामा टाँस दिन्छौँ, अब एमालेको अस्तित्व समाप्त भयो भन्ने स्थितिमा त हामी आफ्नो अस्तित्व रक्षाको लागि पार्टी निर्माणमा बढी केन्द्रित भयौँ, विकास निर्माण हाम्रो लागि त्यतिखेर दोस्रो भयो। अहिले म तपाईँलाई एउटा वचन दिन्छु, नेकपा एमाले अहिलेको मधेस सरकारको प्रमुख हस्ती छ। दुःखद कुरो छ नि, हाम्रो स्थिति के छ देशको? ठुला पार्टीहरूले बुद्धि नपुर्याउँदा कहाँ छ स्थिति? एक सिट भएकोलाई मन्त्री दिनुपर्ने स्थिति छ। नभए नि उहाँहरू दुईजनाले मिलेर खुप्त्रको पारिहाल्नु, त दुईजना तान्यो भने उहाँहरू पुग्नुहुन्छ, होइन? यो बाध्यता छ। म तपाईँहरूलाई बताउन दिन चाहन्छु, हेर्नु होला यसपालिको सरकारको बजेट, मधेस सरकारको। त्यो सप्तरीको शिक्षा र स्वास्थ्यसँग सम्बन्धित भएर रहेन भने अनि मलाई क्वेसन गर्नु होला। धन्यवाद। म उमेशजी कहाँ आउँछु। उमेशजी, जातीयता कुरा पनि उठेको छ। तपाईँ यादव समुदायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ हो, यो जातीयता छ, अलिक प्रश्न पार्दैछ। जातीयता के हो? विकासको बाधक सप्तरीमा जातीयता हो कि वर्गीय सङ्घर्ष हो? सबभन्दा पहिले हाम्रो समाज नै वर्ण व्यवस्था, जाति व्यवस्थामा विभाजित छ र यहाँ जात विशेषकै कारणले गर्दा कुनै जातले हजारौँ वर्ष शिक्षामा, कुनै जातले हजारौँ वर्ष व्यापारमा आरक्षण अथवा 100% आरक्षण पाएको हो। हाम्रो समाज भनिसकेपछि यो नेपाल मात्र होइन, इन्डियातिर पनि अरूतिर पनि जान्छ है। एक, यो अर्थमा सप्तरीमा जसरी जातको विषयलाई चर्काइँदैछ, मलाई के लाग्छ भने नि यस्ता धूर्तहरूलाई अलि सजाय दिउँ। यो वाह्यात हो। म एउटा उदाहरण दिउँ, 2048 साल र 2051 सालको आम निर्वाचनमा सम्भवतः 5वटा निर्वाचन क्षेत्रमध्ये एउटा पनि निर्वाचन क्षेत्रमा यादव समुदायबाट चुनाव जितेको थिएन। कसले रोकिदिएको थियो विकास गर्न? 64 मा आउँदा ठुलो जनसङ्ख्या रहेको थारू समुदाय एउटा क्षेत्रमा पनि, 6वटा क्षेत्रमा एउटाबाट पनि चुनाव जितेन। तेस्रो, अत्यन्त अल्पसङ्ख्यक भनिएको हेमराज तातेड होइन, चुनाव जितेको हो कि होइन? जयप्रकाश आनन्द रामकुमार चौधरी बहुसङ्ख्यक हो, मनिष सुमन बहुसङ्ख्यक हो, गजेन्द्र नारायण सिंह बहुसङ्ख्यक हो, कुबेर शर्मा बहुसङ्ख्यक हो, गोविन्द नेपाने बहुसङ्ख्यक हो, सीके राउत, सतीश सिंह र सत्यनारायण मण्डल बहुसङ्ख्यक हो। यसरी प्रत्यक्षै निर्वाचन जित्नुभएका नुनु झा पञ्चायतकालमा बहुसङ्ख्यक थिएनन् नि। तर यो कुरो कसले चर्चा चलाउँदैछ? हामीले उदार सामन्त अथवा निरङ्कुश सामन्त भन्दा हामी एक दुईटा परिवारलाई जो अलि राजनीतिकमा छ मात्र हेर्छौँ। अरूलाई पनि हेर्नुहोस्, मैले थुप्रै गाउँको नाउँ लिएँ। बनौली हेर्नुहोस्, त्यसले आफ्नो विकल्प आफ्नै छोरोलो खोजे। मधुबापुर हेर्नुहोस्, त्यसले आफ्नो विकल्प आफ्नो छोरालाई, भाइलाई नै खोजे। थुप्रै छन्। त्यो हिसाबले हामी कुनै परिवार विशेष र ठाउँ विशेषको मात्र होइन, प्रवृत्तिको कुरो गर्दैछु। एक, यो अर्थमा सप्तरीमा र हाम्रो समाज नै विकासको अवरोधकको कारण मध्ये वर्ण व्यवस्था रहेको छ। दोस्रो, वर्ण व्यवस्थाले निम्त्याएको जो समस्याहरू छन्, जो जनतालाई एकाकार हुन दिइरहेको छैन, जो अत्यन्तै श्रमजीवी जनताहरू छन्, त्यसलाई त झन् तपाईँलाई छुट्टै बनाएको छ। त्यो स्थितिमा कुन जातलाई के भन्थ्यो, कुन जातलाई कसरी अपहेलित गरिन्थ्यो, इतिहासको एउटा कालखण्डबाट हामी कोही अछुतो अज्ञानी छैनौँ। उहाँले भन्नुभयो, सुमन अङ्कलले भन्नुभयो, कतिपय नेताको अहिले पनि चुलो चोकोमा सबै जात छिर्न पाउँदैन। मेरोमा चाहिँ पाउँछ, म भन्छु। अरू कसमा पाउँछ पाउँदैन त्यो थाहा छैन। एक, भनिसकेपछि यो कुरो त देखियो। हाम्रो संविधानले नै मासिने जात र नमासिने जात जङ्गबहादुरले ल्याएको होइन,
अहिले त्यसै आधारमा जातीय रूपमा विभाजित छ समाज र अपेलित छ भनेर विभिन्न जातलाई समावेशीको नाउँमा आरक्षण दिने र विभिन्न आयोगहरू बनाएको छैन। जब हाम्रो संविधानले नै उत्पीडित जातिको कुरो गरेको छ भने हामीले यो मामलामा मुखमा एउटा कुरो पर्दा पछाडि अर्को कुरो गर्न जरुरी छैन। एक दोस्रो, म यहाँ यादव समुदायको प्रतिनिधित्व भएर आएको होइन। म संविधान सभाको सदस्य, पूर्व मन्त्रीको हिसाबले सायद मलाई बोलाउनु भएको हो। मैले पाएको इन्भिटेसनमा त्यही हो। होइन, यो अर्थमा सप्तरी किन बन्दैनन्, किन हुँदैनन्? एक, हामीले भएको कुरालाई पनि रचनात्मक र सकारात्मक ढङ्गले लिँदैनौँ, कहाँ अपुग छ भन्ने कुरा गर्दैनौँ। दोस्रो कुरो, जसले गर्न खोज्छ उसलाई कति बदनाम गराएर आफ्नो पालो कुर्ने के पालो होइन। फलानो मरेपछि अनि मेरो पालो आउँछ, यो सिद्धिएपछि अनि मेरो पालो आउँछ भन्ने राजनीतिक वृत्तमा रहेको यो कुरो, अमुक जातको विरुद्धमा अमुक जात भन्ने कुरा दोस्रो विरोध। तेस्रो कुरो, राजनीतिकमा रहेको वर्ण व्यवस्था र पुँजीवाद, यो एउटा कुरो छ भने अर्को उत्पादन सम्बन्ध र उत्पादनका साधनमाथि सामान्य हल्ला अहिले सुन्नुभयो, हल्ला कसले चलाइदियो? यो अब जसले जग्गा दिएको छ अरूलाई खान, त्यसले चाहिँ अब त्यसैको जग्गा भइहाल्छ, मोही भइहाल्छ। हुँदा हुँदा त कतिपय ठुला नेताहरूले आफ्नो जग्गा छोडाइदियो यार, वाहियातको कुरो। कति छ भनिसकेपछि ऊ जग्गा बाँझो राख्न तयार छ तर कमाउन दिँदैन। यो मनोविज्ञान हामी कसरी कसरी छौँ के? काठमाडौँको मात्र, काठमाडौँको बारेमा मैले भने सिंहदरबार हामी प्रति वक्र दृष्टिकोण छैन भने संहिता कार्यान्वयन गर्न सुमन अङ्कलले बडो भन्नुभयो। म केपी कमरेडको नेतृत्वमै रहेको मन्त्री, मलाई अनुभूति छ। उहाँले मलाई चाहिँ डिस्टर्ब गर्नु भएन, म गौरवका साथ भन्छु। एउटा। दोस्रो, तर संहिता कार्यान्वयन गर्नमा नेपाली काङ्ग्रेस पनि नेतृत्वमा गएको छ, म आबद्ध पार्टी पनि अहिले प्रधानमन्त्री छ, केपी कमरेड पनि प्रधानमन्त्री हुनुभएकै हो। तर संहिता कार्यान्वयन गर्न उहाँहरूलाई कसले रोक दिएको छ? कर्मचारी नपठाउने, अहिले पनि गाउँपालिकाको अधिकृतको हुन्छ सिंहदरबारले पठाउने, यहाँ सचिवको हुन्छ सिंहदरबारले पठाउने भनिसकेपछि अधिकार दिन खस जातीय अहङ्कारवाद, मैले अहङ्कारवाद शब्द प्रयोग गरेँ है। म खस जातिको विरोधी होइन तर त्यसको अहङ्कारवादको विरोधी हो। त्यसैले कसैले भन्न सक्छ यादववादको अहङ्कारवादको विरोधी हो त हो, कुनै पनि जातको वादको म विरोधी हो। त्यो हिसाबले मेरो आग्रह एउटा कुरा के हो भने नि, हामी राजनीतिक अधिकारको लडाइँमा अगाडि बढ्दै गयौँ र विकास निर्माणका कामलाई हामीले सेकेन्ड प्राथमिकतामा राख्यौँ। म यही रोकेँ तपाईँलाई, यही रोक्छु किनभने अब हामीसँग समय पनि कम छ। मैले तपाईँ एउटा यादव समुदायबाट हो भन्ने भन्न खोजेँ, किनभने यहाँ के भाषा निर्माण हुँदैछ भने बहुसङ्ख्यक जातिले अल्पसङ्ख्यक जातिलाई जहिले पनि हेप्ने प्रवृत्तिको सुरुवात भएको छ भने भाषा निर्माण गर्न सुरु गर्यो। त्यो बहुसङ्ख्यक हो होइन, सिके राउत अल्पसङ्ख्यक हो, शैलेन्द्र शाह त्यो क्षेत्रमा बहुसङ्ख्यक हो, सरोज मण्डल बहुसङ्ख्यक हो, सतीश सिंह अल्पसङ्ख्यक हो। जनताले गरिसकेको मैले त्यो हिसाबमा तपाईँलाई सोधेको एउटा कुरा भन्छु। केही फटाहाहरूले काम नपाएर एक जात र अर्को जातलाई लडाउने जो षड्यन्त्र गर्दैछ त्यसको उपचार गर्न, मेन्टली उपचार गर्न जरुरी छ। उमेशजी, म सानो तपाईँसँग एउटा अझै तपाईँसँग सम्बन्धित प्रश्न सोध्छु। तपाईँ पूर्व सिँचाइ मन्त्री पनि भइसक्नु भएको छ। खाडो नदी कुरा मैले जित्ता, तिरयुगा, त्यसै गरी बालान लगायतका नदीको कुरा उठाएको छु। यो चतरा तपाईँ मन्त्री हुँदाखेरि मैले स्मरण आयो, तपाईँले चतरा हाइडामको कुरा उठाउनु भएको थियो। त्यो चतरा हाइडाम कहाँ पुग्यो? त्यसले त समग्र सप्तरी मात्र मधेसको एउटा लाइफ लाइनको रूपमा आएको थियो, त्यो के पुग्यो? प्रश्न प्लिज। म तपाईँलाई मैले के गरेँ भन्ने बारेमा सिङ्गो मन्त्रालयको ब्रिफ त गर्दिनँ, चतरा ब्यारेजको कुरो गर्छु। चतरामा ब्यारेज निर्माण नगरिकन चन्द्रनहरलाई सञ्चालनमा ल्याउन सकिँदैन। कसले रोक्यो? कसको दबाबमा छोड्नुभयो? कसको दबाबमा? अब म भन्छु। एक।
दोस्रो कुरो चतरामा ब्यारेज निर्माण भएन र सर्फेस इरिगेसनलाई हामीले जोड दिन सकेनौँ भने जल सङ्कट जो हामी भोगिराखेका छौँ अझ भोग्नुपर्ने दिन आउँछ। दोस्रो, कसले रोक्यो कसले रोकेन, मलाई त कसैले रोकेन। प्रधानमन्त्री थिए केपी ओली, पार्टी अध्यक्ष कमरेड प्रचण्ड, मैले योजना बनाउँदा मलाई कसैले रोकेन। तर म हटिसकेपछि दिनेश दाइलाई अन्य थाहा नहोस्, उहाँकै पार्टीको नेता कुन त्यो दीपक गिरी सिंचाई मन्त्री बन्नुभयो, सबै बजेट काटिदियो सप्तरी र मधेसको। एक प्रधानमन्त्री पनि एक बनिसकेपछि अब कसले रोक्यो? म आग्रह के गर्छु भने नि चतरा ब्यारेजको सन्दर्भमा हाम्रा जनप्रतिनिधिहरूले बोल्नुपर्छ, हाम्रा पत्रकारहरूले लेख्नुपर्छ, किसानहरूले आन्दोलन गर्नुपर्छ, अनि मात्रै बहिरो सिंहदरबारले सुन्छ, नभए सुन्दैन। 100 अरबको प्रोजेक्ट हो, 100 अरबको। तर जतिसम्म हामीले अगाडि बढेको छ त्यसपछि त्यो सुतेको छ। दोस्रो, खाडो नदी नियन्त्रणका कुरा गर्दै हुनुहुन्छ, टाउको काटिदिएको छ, कम्मर भन्दा मुनि पनि काटेको छ। थाहा छ त हजुरहरूलाई? तिलाठीदेखि हाइवेसम्म हुने, हाइवे भन्दा उता भित्र 4.5 किलोमिटर छ भने तिलाठी भन्दा तपाईलाई डङमारासम्म त्यो प्रोजेक्ट हो। त्यसरी हुँदा त्यसको 7 मिटर दुवै साइडमा सडक पनि छ, राजविराजको चाप कम हुन्छ, नभए राजविराजको धेरै मान्छेको घर बर्बाद हुन्छ भनेर त्यो योजना बढाएको त त्यसको हात खुट्टा काट्दियो। अब राजविराजले जे गर्यो त्यो म भोग्दैछु। धन्यवाद। म अब समय हामीसँग धेरै कम छ, यहाँ चाहिँ इसारा आइरहेको छ बिट मार्नु पर्यो भनेर। दिनेशजी, मान्य दिनेशजी, के लाग्छ तपाईँलाई? आफू सांसद भएर सप्तरीको लागि केही गर्छु जस्तो छ, त्यस्तो केही गर्नु सक्छु भन्ने लागिरहेछ? किन हुँदैन? कसको इच्छा हुँदैन? आफ्नो पदीय दायित्व निर्वाह गर्दाखेरि कसको इच्छा हुँदैन? मेरो कार्यकाल, मेरो मेहनत, मेरो जनताले दिएको म्यान्डेटलाई हामी कसरी खरु? सप्तरीका यी बहुचर्चित योजनाहरू जुन छ त्यो कसरी अगाडि बढ्छ? म भन्दैछु, हामीले बारम्बार तपाईँ यदि संसदको यसपालि संसदभित्र बोल्ने सांसदहरूको ठाउँमा सप्तरीको बारेमा जति कुरा हामीले उठाएका हौँ, जुन रूपले उठाएका हौँ, त्यो महत्त्वपूर्ण विषयहरू हो। हामीले अब चतरा ड्यामको कुरा गर्नुभयो, वहाँ मन्त्री भएकै बेलादेखि पनि सुरुवात भन्नु, मरिन डाइभर्सनको कुरा उठ्यो, वहाँकै समयमा सुरु हुने कुरो थियो। आज हामीले के भनिरहेछौँ भने सरकारले के भन्छ, अर्थमन्त्रीहरूले मधेसमा त हामी करोडौँका प्रत्येक दिन मरिन डाइभर्सनमा हामी लगानी गर्दैछौँ मधेसको बारेमा। हामीले के भन्यो भने त कुन जिल्लाको लागि हो, कति हेक्टर बिघाको लागि हो? सप्तरी र सिराहा मरिन डाइभर्सनबाट आउँछ पानी, हामीलाई चाहियो। कमला सुनकोशी डाइभर्सन चाहियो, चतरा डाइभर्सन चाहियो। यसको लागि मलाई लाग्छ केपी ओलीजीले पनि यसलाई सम्बोधन गर्दाखेरि उहाँले पनि चतरा हाई ड्यामको कुरा उठाउनु भयो। यसले सप्तरीको, यो सप्तरीदेखि 8 जिल्लामा पानी जाने, उता पूर्व झापासम्म पानी जाने कुरो हो, सिँचाइ हुने हो। हाम्रो देश अब कृषि बाहेक उपाय छैन, त्यसकारण यो डाइभर्सन हुनुपर्छ भनेर हाम्रो एकदम जोरदार माग छ। यसमा मलाई लाग्दैन कसैको पनि विमति, कुनै पनि राजनीतिक दल, कुनै पनि राजनीतिक व्यक्तिको। अर्को कुरो के छ भने कि हामीले जति सकारात्मक सोच बनाउँदै जान्छौँ, प्रदेश राजनीतिक नेतृत्व हरेक आन्दोलनमा सप्तरीले इतिहासमा घोटेको छ। अहिले पदमा पनि पाउँदा पनि सप्तरीले पाएको छ। प्रदेश र या स्थानीय निकाय र केन्द्रको आज त समन्वय हुनु पर्यो नि। विकासको मेरुदण्ड फेर्ने हो भने 5 वर्षमा सप्तरीको मेरुदण्ड फेर्छ। यहाँ कुनै पनि काम मलाई लाग्दैन खोज्न जानुपर्छ, पूर्वाधारको कामहरू खोज्न जानुपर्छ, तर हाम्रो बिचमा समन्वय छैन। धन्यवाद। अब म माननीय पूर्व अर्थमन्त्री जसपाका नेता शैलेन्द्र प्रसाद शाहसम्म जान चाहन्छु। अब हामी अन्तमा आइपुगेको छौँ। के यसरी नै अब सप्तरी खाली योजनाहरूको नाम अब त्यो
बोर्डमा मात्रै झुन्डिरहने तपाईँकै कार्यकालमा कोल्ड स्टोरहरूको अवस्था जीर्ण हुँदै गइरहेको छ। त्यसै गरी विभिन्न अब सप्तरीका जुन गौरवमय इतिहासका योजनाहरू छन्, यहाँ सधैँ एउटै प्लेन मात्रै गुडिरहने, योभन्दा पछाडि परेका विमानस्थलहरूमा रात दुगुना 4 गुणा वृद्धि भइरहेको छ, उन्नति प्रवृत्ति भएको छ। समग्र सप्तरीको बारेमा यहाँको अब हुने सोच के छ? छोटकरीमा बताइदिनुहोस् न, कसरी विकास अगाडि लिएर जाने? फेरि पनि हामी त्यही प्रश्नको सेरोफेरोमा हामी घुमिरहेछौँ। समग्र सप्तरीको विकासको लागि अब प्रदेश सरकारले गरेका कामहरूमध्ये तपाईँले, मैले त बिर्सि पनि सकेका थिएँ, कोल्ड स्टोरको कुरा गर्नुभयो। मेरै पालामा 8वटै जिल्लामा, प्रदेशका 8वटै जिल्लामा यो प्रदेश बनेको कृषि प्रधान प्रदेश हो। यहाँ 80% जनता कृषिमा निर्भर छन्। त्यसकारण किसानका उत्पादनलाई बजारसम्म पुर्याउनको लागि र त्यसलाई कम्तीमा समयसम्म स्टोरेज गर्नको लागि जुन स्टोरका, कोल्ड स्टोरका जुन तपाईँ कुरा उठाउनु भएको छ, मैले नै मेरै पालामा नै निर्णय भएको हो। सप्तरी जिल्लामा यहाँ सहकारी संस्थाहरूले चाहिँ भर्नुभएको थियो, उहाँले आउनुभयो कि होइन हामी सहकार गरेर गर्छौँ। त्यसको कार्यविधि भनेको प्रदेश सरकारले 80% र 20% त्यहाँ स्थानीय जुन फर्महरू थियो त्यो हिसाबले दिने कुरा थियो। हामीले सम्झौता पनि गर्यौँ, तर यहाँका सहकारी सङ्घ, जिल्ला सहकारी सङ्घले योभन्दा पहिला नै सङ्घीय सरकारसँग 60-40मा चाहिँ उहाँहरू चाहिँ कुरा गरिसक्नु भएको थियो। तर पनि उहाँले होइन अब तपाईँहरू प्रदेश सरकारले 20% मात्रै दिनुभयो भने हामी कोल्डर बनाउन सक्छौँ भनेर उहाँहरूले आग्रहपछि हामीले सम्झौता पनि गर्यौँ। त्यो 20% प्रदेश सरकारको साझेदारी भएका योजनामध्ये काम भएका रकम प्रदेश सरकारले तिरेको छ। मेरै पालामा त्यो भएको तिरेको हो। तर सङ्घीय सरकारले जुन 60% म दिन्छु भनेर भनेको त्यो नदिएर त्यो अल्पत्र भएको योजना, यो योजना कसरी सफल हुने? हामी सबै सप्तरीवासीको हामी दायित्व हो कि होइन? हामी सम्पूर्ण राजनीतिक दलको दायित्व हो कि होइन? अहिले हामी सरकारमा छौँ, हामी विभिन्न साथीहरू पार्टीको सरकारमा छौँ। यो यस्तो लगानी लागिसकेको, प्रदेश सरकारको करोडौँ रुपियाँको लगानी यो कोल्ड स्टोरमा लागिसकेको छ। अब बनेन भने यो लगानी पनि व्यर्थ भयो र त्यहाँ किसानले पाउने सुविधा पनि नपाउने भयो। त्यसकारण यो प्रोजेक्टलाई पनि मलाई लाग्छ तपाईँले भने जस्तै यो जिल्लामा रहेका अल्पतमा पारिएका प्रोजेक्टहरूलाई अब समग्र राजनीतिक दलहरूले र नागरिक समाजले, मलाई के लाग्छ भने कतै न कतै हाम्रो जिल्लामा नागरिक समाज कमजोर छौँ हामी। नागरिक समाज जहाँ सबल हुन्छन् त्यहाँ राजनीतिक दललाई ट्र्याकमा ल्याउनको लागि पनि नागरिक समाजको अहम भूमिका हुन्छन्। मलाई लाग्छ कतै न कतै सप्तरी जिल्लामा हामी नागरिक समाज कमजोर छौँ। त्यसकारण अब राजनीतिक दल र नागरिक समाज मिलेर सप्तरी जिल्लाको समग्र विकासको लागि तपाईँले भन्नुभयो यो प्रदेश सरकारले यो जिल्लामा थुप्रै योजनाहरू लागेको छ, नलागेको होइन। हामीले प्रचार प्रसार गर्न सकेनौँ। मैले अघि नै भने कति बजेट यहाँ आएको छ, तर बजेटले मात्रै विकास हुँदैन, त्यो पनि सही कुरा हो। मानव सूचाङ्क हेर्नुभयो भने यो देशको सबभन्दा पछाडि पारिएका कर्णाली पछि यो हाम्रै प्रदेश हो र यो प्रदेशमा रौतहट पछि परेका हाम्रै सप्तरी हो। तर पनि हामी चाहिँ प्रदेश सरकारले बजेट निर्धारण गर्दाखेरि, आज बजेट आउँदैछ प्रदेश सरकारको, आज बजेट आउँदैछ प्रदेश सरकारको, हामीहरूलाई पनि समीक्षा पनि गरौँला। निश्चित रूपमा राम्रो आओस् भन्ने हाम्रो अपेक्षा पनि छन्। तर यहाँ पहिला हामीले गरेका कामहरू, आज कृषि विश्वविद्यालयको कुरा म कृषि मन्त्री हुँदाखेरि त्यतिखेर नै प्रस्ताव लगेको थियो, किनभने यो कृषि प्रधान प्रदेश भएको हुनाले जबसम्म कृषिमा लगानी ती मात्रामा लाग्दैन। अघि पनि सेसनमा कुरा आउँदै थियो कि बजेटको कुरा आयो। निश्चित रूपमा यो देशमा विगतका जति पनि बजेट आएको छन् भन्नको लागि यो कृषि प्रधान देश नेपाल, किताबमा हामी पढ्छौँ कृषि प्रधान यो देश, तर बजेट निर्माण गर्दाखेरि आजसम्म 3.50 यानी 4 भन्दा माथि कहिले गएकै छैन। अनि बजेट निर्माण गर्ने बेलामा 4% कृषिमा दिने,
अनि चाहिँ यो कृषि प्रधान देश बन्ने अनि कृषिबाट यो देशलाई समृद्ध गर्ने जुन परिकल्पना हामी गर्छौँ कदापि सम्भव हुँदैन। त्यसकारण अबको समयमा खास गरी प्रदेश सरकारले प्रारम्भ गरेको छ, धेरै आधारभूत संरचनाहरू निर्माण गरेका छन्। मैले अघि पनि भने प्रदेश सरकारले यो हाम्रो 5 वर्षमा 67वटा हामीले कानुन बनायौँ, जुन कानुनको आधारमा अब प्रदेश सरकार सञ्चालन गर्न सजिलो हुन्छ। अहिलेको आउने सरकारले यी कामहरू गर्नै पर्दैन। एन कानुन बनाउनु कति अप्ठ्यारो हुन्छ भने हाम्रा जनप्रतिनिधिहरूले सबै साथीलाई थाहा छ। 67वटा हामी कानुन, यहाँ हाम्रा पूर्व माननीय विकीजी पनि हुनुहुन्छ, उहाँहरू पनि प्रदेश सभामा बस्नु भएको थियो। यी ऐन कानुन बनाउन कति अप्ठ्यारो भएको थियो, त्यतिखेर हामी पनि त्यो भोग्दै हौँ, काम नगरेको होइन। आज प्रदेश सरकारले प्रतिष्ठानहरूको निर्माण गर्दाखेरि 2टा सुरुमा कृषि विश्वविद्यालय र मधेस विश्वविद्यालय 2टा निर्माण गर्यो र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान धनुषामा गर्यो। तर सप्तरी जिल्लालाई प्राथमिकतामा राखेर नै कृषि विश्वविद्यालय सप्तरीमा खोलियो। पछि म अर्थमन्त्री भएँ र 21 करोड रुपियाँ राति 11 बजे मैले विनियोजन गरेँ, किनभने त्यो पैसा फ्रिज हुने बेला थियो। ल कम्तीमा सप्तरी जिल्लामा यो पैसा गएपछि काम पनि हुन्छ। 31 करोड रुपियाँ राति 12 बजे मैले निर्णय गरेर यहाँ पठाएको हो। माया छ, ममता छ, किनभने म सप्तरीमा जन्मेको छु, हुर्केको छु। यहाँ माया ममता भएर नै जहाँ गएको छु त्यहाँ प्राथमिकतामा राखेर सप्तरीका विकासका निर्माणका कामहरू गर्न प्रयास गरेका छु। तर यतिले पर्याप्त छैन। आउने दिनमा मलाई लाग्छ अब राजनीतिक रूपमा धेरै परिवर्तन भए, अब राजनीतिक परिवर्तनको साथसाथै सामाजिक परिवर्तन हुनु जरुरी छ। जुन कुराहरू उठिरहेका छन्, सामाजिक परिवर्तन बिना हामीले जुन राजनीतिक उपलब्धिहरू जुन हासिल गरेका छौँ त्यो आम जनतामा अनुभूति हुन सकेको छैन। त्यसका राजनीतिक परिवर्तन हुनु जरुरी छ भनेर महसुस गरेको। धन्यवाद। धन्यवाद माननीय पूर्व अर्थमन्त्रीज्यू, यहाँहरूको महत्त्वपूर्ण समयको लागि। समयको अभावले गर्दा मैले अडियन्सको प्रश्न लिन सकिनँ, क्षमा प्रार्थी छु। र अन्तमा म के भन्छु भने हाम्रो कार्यक्रमको प्रत्यक्ष प्रसारण हुँदैछन्। तपाईँहरू यहाँ नेकपा एमाले, नेकपा माओवादी, काङ्ग्रेस र जसपाका ल ठिक छ, मलाई बढीमा मैले 3टा प्रश्न मात्रै लिन सक्छु। ओके, थ्याङ्क यू। क्षमा गर्नुहोला, एउटा प्रश्न म मात्रै लिन्छु। मान्य विकीजीको, निरजजी आफै यसअघिको सत्रमा पनि सहभागी हुनुहुन्थ्यो। म क्षमा प्रार्थी माग्दै एउटा प्रश्न मात्रै लिएँ मान्य विकीजीको। ल दीपक भाइ, तेरो एउटा प्रश्न। धन्यवाद। मेरो क्वेसन सुमन प्याकुरेलजीसँग छ। खासमा उहाँले जसरी मधेसको बारेमा हाम्रै पार्टीले यस्तो गर्नुभयो भन्ने किसिमको जुन खोक्नुभयो, त्यो शब्द मैले प्रयोग गरेँ, खोक्नुभयो, र सबै भ्रष्टाचार मधेसमै भएछ भन्ने कुरा जुन भन्नुभयो, तपाईँले गोकुल बासकोटा र विष्णु पौडेलको बारेमा अलिकति चर्चा गरिदिएको भए हामीले लाग्थ्यो कि साँच्चै मधेसमा भ्रष्टाचार भएको होला, तर भ्रष्टाचार भन्दा पनि चेतना बढी भएको छ। भ्रष्टाचारको विरुद्धमा अख्तियारमा धेरै उजुरी परेको छ। भ्रष्टाचार साबित भइसकेको छैन, भएको होला, तर करोडौँ करोडको अर्बौं भ्रष्टाचार गर्ने तपाईँहरूको नेता त्यसको बारेमा केही बोल्नुहुन्न। र अर्को कुरा, जुन हुलाकी सडकको कुरा गर्नुभयो, हुलाकी सडक मधेस आन्दोलनको दबावले यो राज्यले स्वीकारेको हो, तपाईँको पार्टीले बनाएको होइन। र अर्को कुरा, काङ्ग्रेस पार्टीले समाजवादको कुरा गर्छ भने कम्युनिस्ट पार्टीले उन्नत समाजवादको कुरा गर्छ। यो संविधानको ले दिएको अधिकार, मौलिक हक, शिक्षा र स्वास्थ्य जुन फ्री हुनुपर्छ, तपाईँहरूको पार्टी नेतृत्व गर्दाखेरि जुन आम वर्गीय जनताको कुरा गर्नुहुन्छ, किन अहिलेसम्म तपाईँको पार्टी नेतृत्व गरेको बेला यो आम जनताको पक्षमा शिक्षा र स्वास्थ्यलाई किन अहिलेसम्म फ्री उपलब्ध गराउन सकेको छैन? कृपया क्वेसन सानो गरिदिनुहोस्। कान अवधेशजी, कृपया अवधेशजी एकैछिन, यो भाइ अघिकै सेसनदेखि हात उठाइरहेको छ। ठिक छ सुरज बाबुलाई, त्यसपछि अवधेशजी अगाडि आइदिनु। नमस्ते सम्पूर्ण यस राष्ट्रमा आइदिनु भएका मान्यहरूलाई म
एउटा क्वेसन गर्न चाहन्छु कि म नेपाली काङ्ग्रेसका सांसदज्यू दिनेश अङ्कललाई पनि, तपाईँ सांसद भवनमा जाँदा रोस्टममा एक दिन पनि तपाईँको मुखबाट आएन कि रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नुपर्छ भनेर, कि नबनोस् कि तपाईँमाथि कसैले दबाब दिएको छ भनेर, यो जिज्ञासा हामीलाई राख्दिन हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद सुरज भाइ। र अन्तिम प्रश्न म अवधेश झाजीको लिन्छु। क्षमा गर्नुहोला, अन्तिम प्रश्न। धन्यवाद अवसर दिनुभएकोमा। मेरो जिज्ञासा पूर्व मन्त्री मान्य उमेश यादवजीसँग, धेरै कुरा लेखिदिनु भएन भन्ने कुरा आयो। म सञ्चार क्षेत्रसँग जोडिएको कारणले मसँग जोडियो कुरा। लेख्नलाई त धेरै लेखे पूर्व मन्त्रीजी, कार्यान्वयन पक्ष कहाँ गयो? हजुरले भन्नुभयो राजविराज कुनौली सडक बन्यो, पुरा नहुँदै भत्किन थालेको छ श्रीमान। राजविराज रूपनी सडक 4 लेन बन्दैछ भन्नुभयो, समय पुग्दै बन्न सकेन श्रीमान। राजविराज छिन्नमस्ता सडक बन्नुभयो, खाल्टै खाल्टाले अहिले तपाईँ गाउँ पुग्न पनि समस्या छ श्रीमान। त्यो देउरी भरुवाको हाम्रो कोल्ड स्टोर लेख्दा लेख्दा थाकिसक्यो हजुर, कार्यान्वयन पक्ष भएन कतै। झन्डै 2.5 अर्ब भन्दा बढी राज्यको लगानी, 2.5 अर्ब भन्दा बढी राज्यको लगानी 70 जिल्लामा। अधिकांश गाउँमा खानेपानीको त्यो टावर ठडियाएर रहेको छ, कतै पनि खानेपानी सप्लाई हुन सकेको छैन। लेख्दा लेख्दा थाक्यो, कतै कुनै केही हुन सकेन श्रीमान। त्यसकारण यो लेखाइले मात्रै होइन, यी सब गर्नलाई के कुराले रोक्यो भन्ने एउटा जिज्ञासा। अर्को जिज्ञासा आदरणीय सोमनराज प्याकुरेलसँग, यो हुलाकी राजमार्ग रामराजा प्रसाद सिंह केपी ओली कमरेड चाहिन्छ भन्नुभयो। हो चाहिन्छ त, केपी ओली राष्ट्रको नेता होइन, उहाँ प्रधानमन्त्री बन्दाखेरि 70 उहाँको राज्यमा पर्दैन। केपी ओलीका लागि, नेकपा एमालेका लागि पनि हामी हिजो जय कृष्ण गोयदेखि आज सुमनराज प्याकुरेलसम्म यो 70ले दिएको होइन। यो फेरि अनर्थ अर्थ नलागोस्, अन्यथा अर्थ नलागोस्। त्यो हुलाकी राजमार्ग रामराजा प्रसाद सिंह प्रतिष्ठान मात्र होइन, यहाँ 5 जना नागरिकलाई शहीद बनाउन पनि केपी ओली नै चाहिन्छ। धन्यवाद। अब प्लिज तपाईँहरू जवाफ। धन्यवाद। सुमनराज प्याकुरेल। मैले खोके होइन, डङ्काको चोटमा बोल्छु। मैले खोकेको होइन, मैले गर्जेको। डङ्काको चोटमा सुमन प्याकुरेल गर्जिन्छ। म फेरि पनि भन्छु, 1 मिनट मलाई भन्न दिनुहोस्। तपाईँले भन्दा मैले सुनेको छु। म फेरि पनि आग्रह गर्न चाहन्छु, गरेको कुरोलाई गऱ्यौँ भनौँ प्लिज। हुलाकी सडक हामीले सुनेका थियौँ, म बच्चा हुँदाखेरि सुनेको थिएँ। तर हुलाकी सडक बन्न सुरु भएको केपी ओलीकै पालामा हो। तपाईँले माने पनि नमाने पनि ऐतिहासिक तथ्यलाई तपाईँ मेट्न सक्नुहुन्न। मैले एउटा कुरो के भनेको होइन, केपी ओलीले आफ्नो ससुरालीबाट ल्याएर बनाउनु भयो, घरको बेचेर बनाउनु भन्न। तर प्रधानमन्त्री केपी ओली हुनु पर्यो। रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्दाखेरि यहाँहरूलाई जानकारी होला, अहिले पनि खोलेर हेर्न सकिन्छ होइन। त्यतिखेर प्रधानमन्त्री केपी ओली नै हुनुहुन्थ्यो र शिलान्यास उहाँले के भन्छन्, त्यो अनलाइन शिलान्यास के भन्छन् गरेको यहाँहरूलाई थाहा होला। मैले कुनै बढी भनेको छैन। अब जहाँसम्म भयो तपाईँले भन्नुभयो भ्रष्टाचार काण्डको कुरो, यहाँ मधेसको कुरो आएको भने मैले भनेको हुँ र अन्यथा नलिनु होला। युवा उमेर त मैले पनि पारै गरे हुँ, अन्यथा नलिनु होला। तपाईँले जसको नलिनुभयो तिनीहरूमाथि मुद्दा चलेको छन् र भ्रष्टाचार कायम भएको छैन। तर हाम्रो सप्तरीको जिल्लामा धेरै मेयरहरू भ्रष्टाचारमा पर्नु भएको छ होइन र मैले गलत भनेको छु। आम नागरिकले यो कुरो महसुस गरेका छन्। मलाई पनि दुःख लाग्छ यो कुरो भन्दा, मलाई पनि दुःख लाग्छ। मैले अघि नै निवेदन गरेँ, अहिले मेरो पार्टी सहित सरकार बनेको छ। मलाई नै मान्छे आएर के भन्छन् भने, नेताजी अहाँ कहबै त देते नहीं देते त 20% दिया देबै न त कते बजेटले, मलाई भन्छन्। मलाई पनि यो च्यालेन्ज छ। म पनि मेरा पार्टीबाट मन्त्री भएकाहरूलाई के भन्दैछु भने, यदि तिमीहरूको तहबाट, म यो भन्दिनँ तलसम्म हामी रोक्न सक्छौँ, तर तिमीहरूको तहबाट कमसेकम भ्रष्टाचार भयो भने पार्टीले सहँदैन। हामी यहाँ
डेभलपमेन्टको बारेमा जब छलफल गर्दैछौँ छोटकरीमा हजुर होइन, हामीले मलाई एउटा कुरो चित्त बुझिरहेको छैन, हामी गुणगान गाथा मात्रै गाउने, त्यसले हामी निष्कर्षमा पुग्दैनौँ। मैले अघि नै भने हामीभित्र सामन्ती अवशेष छ, सामन्ती शोषण छ, यो होइन र मैले भनेको कुरो गलत हो भने यो टेबल बाहेक मलाई तपाईँहरू जहाँ बोलाउनुहोस् त्यहाँ बसेर म बहस गर्न तयार छु। मैले भनेका कुरोहरूको दायित्व म बोक्छु। यो मेरो कुनै व्यक्ति केन्द्रित होइन, मैले एउटा कुरो भनेको हुँ, यो देशमा बहुदलीय व्यवस्था आएदेखि या गणतन्त्र आएदेखि सङ्घीयता आएदेखि निष्कण्ठ रूपमा 7 वर्षसम्म केन्द्रीय सरकारको नेतृत्व पनि कुनै पार्टीले गर्न सकेका छैन, 7 महिना सकेका छैन लगातार। प्रदेशको निष्कलङ्क निष्कण्ठ रूपमा प्रदेशको नेतृत्व जसपाले गरेको हो कि होइन, मैले के गलत भनेको छु? अनि त्यो बिचमा भएका राम्रा कुरो तपाईँ बताउनुहोस् न, के भए तपाईँको कुरो हो। म अपोजिसन पार्टी हुँ, मैले त्यो बिचमा भएका खराबीहरूको चाहिँ नि अब्जस तपाईँले बोक्नु पर्दैन। यति अधैर्य त नहुन साथी। ल धन्यवाद उमेशजी छोटकरीमा कृपया छोटकरीमा एक लाइन मैले भने सबभन्दा पहिले अवधेशजीले राख्नु भएको प्रश्नसँग म सहमत छु र सप्तरीको विभिन्न आन्दोलनदेखि लिएर विकास निर्माणको काममा सप्तरीको प्रेस जगतको अलि मैले बोल्दै गर्दा नकारात्मक चित्रण भए जस्तो यदि लागेको रहेछ भने यसलाई म सरी भन्छु। तर पछिल्लो चरणमा जे कुरोहरू देखिएको छ तपाईले लेख्नु त भयो। मेरो आग्रह के हो भने नि अहिले व्यवस्थाप्रति संहिताप्रति इत्यादि प्रति नकारात्मक जो भाष्य निर्माण गर्दैछ यी कुराहरू त गणतन्त्र आएपछि मैले भन्न सक्थे मेरो पार्टी माओवादीले कति गर्यो कति गरेन मलाई राम्ररी थाहा छ। मैले त्यो शब्द सुमन अङ्कल जस्तो प्रयोग गरिनँ। म त सप्तरीको एउटा नागरिक भएर संविधान सभाको सदस्य भएर पो बोल्दैछु। एक त्यो अर्थमा लेख्नु त भयो, त्यो प्रोजेक्ट आएर न लेख्नु भयो। त्यो 63-64 भन्दा अगाडि किन आएन भन्नेको मेरो एउटा त्यो कुरो रह्यो। र अर्को कुरोमा म आग्रह गर्न चाहन्छु, मधेसलाई एउटा भाष्य निर्माण गर्दैछ काठमाडौँले। त्यो के गर्दैछ भने मधेसीहरू भ्रष्ट हुन्छ, मधेसी नेताहरू भ्रष्ट हुन्छ, मधेसी जनता ईमानदार। अंदाज करू करिया कामोर धान के बिया में मटिया सतराज भेटते। जब मधेसी नेता को सब भ्रष्ट कहे तो मधेसी जनता को भ्रष्ट कहे छे। तै लाके हमारे एक जोरदार आग्रह है, मधेश का भ्रष्टाचार से जोड़कर जो गलत भाष्य निर्माण क्या रहा है, ई नया ढंग के थप औपनिवेशिकता का कड़ाई करे के खाती। दूसर नंबर के चीज मधेश में हमें आज जब जात पात के बात करी क्या जात ए तपाई फलानो जात एक जना सीडी एक सीडीओ हमरा कल के ए तपाई यादवले नै अरूले कुट छण्ड उ की भाष्य निर्माण क्या रहल छै। जते मधेश में सीडीओ एले, एसपी एले, एलडीओ एले, न्यायाधीश एले, उ मोटा के गेल छै। अतः मोटा जे छै काठमांडू में जाकर 20 बमन करी छै। तै लाके औपनिवेशिक क्षेत्र के जनता का जेटा दब्बूपन है छै, उ दब्बूपन के एकटा फायदा ले छै। लेकिन ई बुझा पर छै उत्पीड़ित जनता जब एक्सट्रीम में जाय छै त स्टेट केना थरकै छै सेहो अनुभूति कयल गेल छै। हम आग्रह करब सब कोई से जे हमरा यहाँ के बारे में जो गलत भाष्य निर्माण क्या रहा है, ए गलत भाष्य के विरुद्ध में मैं एकजुट रहूं और ई लिखने वाला काम करते रहूं। धन्यवाद उमेश जी, धन्यवाद। धन्यवाद। मान्य दिनेश कुमार यादव जी, तपाईले रोस्टममा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान बारे केही बोल्नु भएन भने कुरा आयो त। यो प्रश्नको म आफै बोल्ने वाला थिए, उहाँले क्वेशन गर्नुभयो, यसको लागि धन्यवाद। छोटकरीमा तर म जब संसद पुगे
त्यो बेलामा यहाँको चारैजना सांसदहरूसँग 70 का प्रमुख मुद्दाहरू हामी संयुक्त रूपमा उठाउँ के हुन सक्छ। त्यसमा पहिलो रामराजा प्रसाद सिंहको प्रतिष्ठान हो। स्वास्थ्य मन्त्री कांग्रेसकै हो। तपाईलाई कति थाहा छ या छैन? स्वास्थ्य मन्त्रीबाट प्रधानमन्त्री जीले तपाईको यहाँ धेरै विवादहरू हुने अवस्था थिएन। त्यहाँ स्वास्थ्य मन्त्रीलाई कन्भिन्स गरेर हामीले उहाँले प्रधानमन्त्रीको आदेश पनि भयो, निर्देशिका चयन भयो। मलाई मान्छे खोज्न भन्यो, 10 वर्ष उसको प्रोफेसर भन्ने मान्छे भेटेन यहाँ आउनको लागि। मन्त्रीले खोज्यो भेटेन, सीके राउतले खोज्यो भेटेन। त्यसपछि गएर त्यो निर्देशिकालाई चेन्ज गरेर अनि त्यसपछिको यहाँको प्रतिष्ठान सुरु भएको छ। त्यसमा संसदमा मात्रै बोलेको होइन, प्रधानमन्त्री र मन्त्री कहाँ हामीले यो प्रतिष्ठान 70 को प्रतिष्ठा हो। सबै मान्यहरूलाई हामीले भने एउटै शब्द उठ्नुपर्छ। कसले बनायो, कसले शिलान्यास गर्यो त्यो महत्त्वपूर्ण विषय होइन। महत्त्वपूर्ण विषय हो 70 को प्रतिष्ठा, 70 को विकास। त्यसकारण यसमा तपाईहरु ढुक्क हुनुहोस्। 70 को कुनै पनि मामलामा जसले गरे पनि जस लिए पनि तपाईको 70 को विकासमा कोही पनि राजनीतिक व्यक्तिले राजनीतिक चुक गर्दैन। त्यसकारण म भन्न चाहन्छु कि यो कुराहरुबाट अब 70 लाई नयाँ दिशातर्फ हामी लाने, नयाँ सोचका साथ अगाडि बढ्ने, त्यो दिशातर्फ राजनीतिक यो बहुदलीय व्यवस्था कसलाई चाहिएको छ? बहुदलीय व्यवस्था त कम्युनिस्टलाई पहिला चाहिएको थिएन। बहुदलीय व्यवस्था आएपछि बहुदलीय व्यवस्थामा राजनीतिक दल हुन्छ। राजनीतिक दल यदि प्रतिस्पर्धामा गएन भने बहुदलीय व्यवस्था किन चाहियो? पञ्चायत व्यवस्था त छँदै थियो नि। धन्यवाद दिनेशजी, धन्यवाद। यहाँहरूले धैर्यतापूर्वक यो सेसन सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र तपाईहरूले पनि आएर समय दिनुभयो यसको लागि धन्यवाद। अन्तमा म के भन्छु भने मञ्चमा उपस्थित यहाँ 4 पार्टीका शीर्ष नेता जिल्ला स्तरको हुनुहुन्छ। तपाईहरूले यहाँ एक अर्कामा हातोमालो गरेर हात उठाएर हामी 70 को विकासको निमित्त हामी जुनसुकै दलको भए तापनि 70 को विकासको निमित्त हामी एक छौं भनेर यहाँ हातमा हात राखेर उठाएर प्रतिबद्धता जनाइदिनु हुन अनुरोध गर्दै यो कार्यक्रमबाट म बैद्यनाथ यादव बिदा चाहन्छु। धन्यवाद। हेलो, धन्यवाद बैद्यनाथ यादव जी, धन्यवाद माननीय दिनेश कुमार यादव जी, धन्यवाद मध्य प्रदेश के पूर्व अर्थमंत्री कृषि मंत्री माननीय शैलेंद्र प्रसाद शाह जी, धन्यवाद पूर्व सिंचाई मंत्री नेकपा माओवादी केंद्र के केंद्रीय सदस्य 70 स्वाभिमान यात्रा के संयोजक उमेश कुमार यादव जी, धन्यवाद हमारा सबक आदरणीय माननीय सुमन राज प्याकुरेल जी के उपस्थित महानुभाव संगे हमारे सहभागी लोकन 70 कांग्रेसों का स्नेह केना छे, 70 कम्युनिस्टों का स्नेह केना छे, 70 मधेशवाद के लेल सेहो आवाज उठेना छे। 70 के चाहना एकैटा छे जे एत कृषि विश्वविद्यालय तो बनो मुदा एकटा स्कूल के भवन भाड़ा पर लाकने, एत रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बनो मुदा जे अवस्था में छे ओई अवस्था में ने एत के कोल्ड स्टोरेज सब लोह कंकाल के रूप में परिणत नहीं हो, एत के सड़क सब जे छे से समस्याग्रस्त आ जर्जर नहीं हो। विकास के बहुत रास उदाहरण जोड़ेलखिन, लेकिन विकासक अवस्था एखनो एहन छे जे बहुत रास गाम बहुत रास टोल एखनो एहन छे जत बारूण यंत्र आ एम्बुलेंस पहुँचबा में सेहो समस्या भ रहल छे। तो हमरा सबक एकटा चाहना छे जे जनता के देखायल गेल, अपना सब द्वारा देखायल गेल सपना संग अपने लोकन कनियो एको पैसा बेईमानी नहीं कह दियो, जनता के सपना के पूरा कह दियो। अब हम सब अगला सत्र में जा रहा छी, हमरा सब लग एकटा सत्र महिला सबक सेहो छे आ एकटा ओहि से पहिने एकटा छोट सत्र ले बहुत रास चर्चा सब भेले 3 तह के संहिता के, तो सबसे नीचा स्थानीय तह में हम सब जा रहा छी। सबसे बेसी अधिकार छे, सबसे बेसी दायित्व सेहो छे आ सबसे बेसी अपेक्षा के भार सेहो। हम आग्रह करबेन आजू के महत्वपूर्ण सत्र में सहभागी भ देबाक लेल सुरुंगा नगरपालिका के प्रमुख आदरणीय गीता चौधरी जी का, तहिना हमरा सब बीच छथि बलान बिहुल गांव पालिका के अध्यक्ष
आदरणीय खेमचंद्र यादव जी, हम उनको मंच पर आबि आसन ग्रहण कर देबाक लेल हार्दिक अनुरोध करबनि। अतः आजुक हमरा सबक तेसर अतिथि छथिन रूपनी गाउँपालिका के अध्यक्ष, युवा नेता, बहुत रास एठाम विद्यार्थी राजनीति के गप भ रहल छै, तो मवीबा कैंपस के पूर्व स्वयं सभापति सेहो उ छथिन। हम आदरणीय दिनेश यादव जी का मंच पर एबाक लेल आग्रह करबनि आ आग्रह करबनि आजुक एहि सत्र के सहजीकरण कऽ देबाक लेल सप्तरी पत्रकारिता में चिर परिचित नाम, चिर परिचित रेडियो प्रस्तोता श्री विनय लाल कर्ण जी का जोरदार ताली संग स्वागत करी। आ ओहिसँ पहिने एक बेर एकटा महत्वपूर्ण व्यक्तित्व के लेल हम अहाँ सबसे आग्रह करब जे एक बेर थपड़ी बजा देल जाए। हम सब काल्हे से चर्चा कर रहल छी बीणा फाउंडेशन के। वही बीणा फाउंडेशन जिनका नाम से छे हुनकर पति हमरा सब बीच छथि। हम आदरणीय श्री शिवशंकर झा जी प्रति हार्दिक सम्मान प्रकट कऽ देबाक लेल एहि सभा के सादर अनुरोध करै छी। एक बेर जोरदार ताली संग शिवशंकर झा